We are live. Hello, namaste, जोजोलोप्पा. नमस्कार, म हुँ हजुरको धीरज मालाकार। म फेरि एपिसोड 2 लिएर स्केलिङ ड्रिम्स लाइफ विथ धीरज मालाकार लिएर चाहिँ म तपाईँ समक्ष आएको छु र एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने हाम्रो हरेक ठुलो सपना सफलता एउटा सपनाबाटै सुरु हुन्छ, तर सपना तब मात्र वास्तविकतामा बदलिन्छ जब तपाईँसँग कन्सिस्टेन्सी, राइट मेन्टरसिप र डिटर्मिनेसन जोडिन्छ। सो आजको एपिसोड 2 मा चाहिँ हाम्रो विशेष अतिथि हुनुहुन्छ पोर्चुगलका बहिनीहरू भन्न चाहन्छु म है। सो सबिना बज्राचार्य, सन्जिला श्रेष्ठ र नन्दा पुन मगर। ल अब आज हामी चाहिँ उहाँहरूको मुखबाट सुन्नेछौँ उहाँको सङ्घर्ष, चुनौती र सफलता। लेट्स वेलकम सबिना बहिनी, Hello, namaste everyone. Hello, thank you so much, Dai. ओके, हाम्रो सञ्जना बहिनीको चाहिँ अलिकति टेक्निकल इस्यु भएको कारणले गर्दा हामी चाहिँ यो 5-6 मिनट ढिलो भयो, त्यसको लागि चाहिँ म क्षमा प्रार्थी भन्न चाहेँ होइन। केही छैन, द्याट्स फाइन। यो अब यो टेक्निकल इस्यु त भइहाल्छ, एउटा ह्युमन इरर हुन्छ भनेपछि टेक्निकल इस्यु किन हुँदैन होइन। ओके, सो तपाईँहरूलाई चाहिँ एउटै फ्रेममा देख्न पाउँदा आई एम सो ग्ल्याड है, किनकि अब पोर्चुगलको दुईजना लिजबनबाट हुनुहुन्छ अनि हाम्रो सबिना बहिनी चाहिँ होइन। भन्नुहोस् त तपाईँ कहाँ हुनुहुन्छ? आइल्यान्ड मदेरा आइल्यान्ड दाइ, पोर्चुगलको पनि एउटा यस्तो अमेजिङ आइल्यान्ड। अमेजिङ आइल्यान्ड। सो इन फ्युचर चाहिँ त्यो ठाउँमा अवश्य पनि म आउने नै छु भन्न चाहन्छु होइन। सो ओके, हामी सुरु गर्नु अगाडि चाहिँ म चाहिँ तपाईँहरूको एउटा छोटो छोटो इन्ट्रोडक्सन दिनुहोस् र वाइ यु जोइन दिस बिजनेस होइन, एकदम छोटो मिठो। ल लेट्स स्टार्ट फ्रम सबिना बहिनी। हस् दाइ, थ्याङ्क यू सो मच दाइ है, हजुरले हजुरको यस्तो लाइफमा होइन दाइसँग आज एउटै स्क्रिनमा जोडिनु पाउँदा आम सो ग्ल्याड। तर म अलरेडी भन्छु होइन, मेरो आज हेल्थमा चाहिँ अलिकति प्रब्लम भएको भएर मेरो अलिकति भोइसहरू चाहिँ बेला बेलामा अड्किन सक्छ, माइन्ड नगर्नु होला भन्दै मेरो इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ नमस्ते, म चाहिँ सबिना बज्राचार्य है, मेरो घर चाहिँ धादिङ हो, नेपाल। अनि म चाहिँ अहिले रिसेन्टली चाहिँ पोर्चुगलको पनि एउटा सानो अनि एकदम ब्युटिफुल आइल्यान्ड मदेरा आइल्यान्डमा चाहिँ बसिरहेको छु। लगभग 3 वर्ष 3 महिना भयो भनौँ होइन। त्योभन्दा अगाडि चाहिँ म 7.5 वर्ष जस्तै भइसक्यो होला सायद होइन। म चाहिँ नेपाल छोडेर चाहिँ युरोपको लाइक हुन्छ नि जर्नी स्टार्ट गरेको। म योभन्दा अगाडि चाहिँ म पहिला माल्टा बस्थेँ। कोभिड टाइमभन्दा अगाडि म माल्टा आएको थिएँ। अब त्यहाँ आएर पनि अब धेरै कामहरू गरेँ भनौँ न। धेरै कामहरू अब मेरो फिल्ड भनेको पहिला अलिकति फरक खालको फिल्डमा थिएँ म स्टार्टिङमा आउँदा पनि एज अ क्यासियरमा आएको थिएँ भने। अनि पछि अब त्यस्तै कोरोना भयो, त्यही पनि मेरो कामहरू रोकेको थिएन। तर मेरो चाहिँ हेल्थमा चाहिँ अलिकति प्रब्लम भन्दा नि अलिक ठुलै प्रब्लम भनौँ है, प्रब्लम भइरहेको थियो। अब त्यसलाई चाहिँ सियाटिका भन्दो रहेछ। यो साइन्टिस्ट डक्टर भाषामा। अब यहाँहरू कतिजना चाहिँ यो कुरामा अवेर हुनुहुन्छ होइन, जुन चाहिँ एउटा स्पाइन नर्भ एउटा कम्प्रेस भइसकेपछि चाहिँ आफ्नो ब्याक अनि त्यसपछि अनि राइट लेग, कसैको चाहिँ लेफ्ट लेगमा पनि जाने, अनि मेरो केसमा चाहिँ राइट लेगमा गएको थियो होइन। अनि त्यो प्रब्लमले गर्दाखेरि चाहिँ मैले कति टाइम काम पनि गर्न सकिनँ क्या। अनि त्यति बेला त माई गड होइन, अब मेरो लाइफ नै सकियो जस्तो भएको थियो। अनि मैले मेरो मम्मीहरूलाई फोन गरेर भनेको पनि थिएँ म चाहिँ अब नेपाल चाहिँ व्हिल चेयरमा फर्किन्छु होला भनेर क्या होइन। त्यस्तो सिचुएसन आएको थियो। अनि त्यसपछि चाहिँ मैले मेरो लाइफको लाइक हुन्छ नि पाथ नै चेन्ज भयो भनौँ। मैले गरिरहेको काम मेरो लाइक हुन्छ नि, अब म नेपालमा हुँदाखेरि मैले धेरै कामहरू गरेँ, क्यासियरदेखि लिएर अकाउन्ट पनि गरेँ, लाइक मार्केटिङ सबै गर्दा गर्दै पनि मेरो हेल्थको प्रब्लमले गर्दाखेरि चाहिँ मैले यो एफएनबी लाइन चाहिँ चुज गर्नु पर्यो होइन। अनि अब एफएनबी लाइनको काम भनेको यति धेरै सजिलो पनि छैन। हामी चाहिँ अब यति कुद्नु पर्यो, भागदौड गर्नु पर्यो होइन। तर पनि अब मेरो हेल्थको लागि चाहिँ जुन सियाटिकाको लागि चाहिँ अलिकति त्यो चाहिँ अलिक सहज भएको भएर चाहिँ त्यति बेला चाहिँ अब मलाई सबैजनाको रेकमेन्डेसन अनुसार चाहिँ मैले त्यो काम स्टार्ट गरेँ। तर त्यो गर्दाखेरि पनि यति अब अरूको काम भनेपछि अब त्यहाँनिर चुनौतीहरू त त्यतिकै भइहाल्छ है।
अनि काम गरेँ, सुरु गरेँ, कति ठाउँमा गऱ्यो, 2-4 महिना गऱ्यो, आफूलाई चित्त बुझ्दैन, फेरि अर्को गयो, फेरि चित्त बुझ्दैन, गर्दा चाहिँ म एकदम धेरै टायर्ड पनि भइरहेको थिएँ। अनि त्यस्तै क्रममा मैले चाहिँ अब माल्टा छोड्ने निर्णय गरेँ भनौँ होइन। अनि म पोर्चुगल आएँ। यता आएर पनि त्यस्तै प्रब्लम स्टार्टिङमा म लिस्बनमै थिएँ। अहिले मेरो यहाँ 2 जना दिदीहरू हुनुहुन्छ। वहीँ थिएँ म 1 महिना त होइन। अनि मैले त्यहाँ आएर पनि अब कामहरू खोज्दाखेरि धेरै प्रब्लम भयो, ल्याङ्ग्वेज ब्यारियरहरू, अब इङ्ग्लिसले मात्रै नचल्ने, पोर्चुगिज ल्याङ्ग्वेज चाहिने। अनि त्यो सबै हुँदाखेरि चाहिँ म लाइक हुन्छ नि एकदम फेड अप भइसकेको थिएँ। त्यही पनि अब मधेरामा अलिकति राम्रै अपर्च्युनिटी आयो आफूले गरिरहेको लाइनमा। अनि त्यो कारणले म मधेरा आएँ। तर आउँदा पनि अब काम त गरिरहेको, तर आफ्नो हेल्थ होइन, अब मेरो त आफ्नो पर्सनल हेल्थ इस्यु पनि छ। अनि त्यस साथसाथै अब यत्रो वर्ष भइसक्यो नेपाल छोडेको। 7 वर्ष भनेको इट्स नट लाइक होइन, 7 वर्ष भनेको त ह्युज हो नि त। अनि 7 वर्ष चाहिँ अब सबिना विदेश छ, युरोप छ भनेको छ, आफ्नो चाहिँ पर्सनल ग्रोथ हुन्छ नि, फिनान्सियली केही पनि नभएको के। अनि त्यस्तो हुँदै गर्दाखेरि चाहिँ म चाहिँ के गर्ने, कस्तो गर्ने भनेर धेरै कुराहरू रिसर्च गरेर बसिरहेको थिएँ क्या मैले चाहिँ। मेरो कामै घरमा बेलुका आयो अनि राति भएपछि हाउ टु मेक मनी भन्ने खालको हुन्छ नि, गुगलमा सर्च गर्ने, त्यस्तोहरू मैले गरिरहेको थिएँ। अनि त्यस्तै गर्ने क्रममा मैले एक दिन चाहिँ कस्तो तरिकाले हुन्छ नि, लाइक एकजना मेरो मेन्टर जसलाई चाहिँ मैले पोर्चुगल आएको 3 दिन पछाडिदेखि चिनेको दिदी भनौँ होइन, उहाँसँग म एकदम क्लोज पनि भएँ सर्ट टाइममा। अनि त्यसपछि अब दिदीको स्टोरीहरू पनि मलाई थाहा भइरहेको भएर अनि लास्टमा चाहिँ दिदीले चाहिँ यो बिजनेस गर्नुभएको देखेँ के मैले यस्तरी नै सोसल मिडियामा देखेँ। अनि मलाई यति क्युरियस भयो कि दिदीले के गर्नुभएको रहेछ त, म पनि बुझ्नु पाए नि हुन्थ्यो, मैले गर्नु सक्छु कि भन्ने भयो। अनि मैले चाहिँ अब दिदीले ला के सोच्नुहुन्छ भनेर डराइ दिदीलाई टेक्स्ट गरेँ, दिदी के गर्दै हुनुहुन्छ, के मलाई पनि हजुरले अलिकति सेयर गर्नुहोस् न, हेल्प गर्नुहोस् न भनेको। दिदीले अफकोर्स भन्नुभयो होइन। अनि मैले यस्तो बुझेँ, बुझ्दाखेरि चाहिँ माइ गड मलाई यति मन पर्यो क्या। अनि मैले त लाइक अब यो बिजनेस मेरै लागि हो जस्तो भयो त्यति बेला है। अनि मैले त्यति धेरै सोचिनँ, अब फ्यामिलीको सपोर्ट थिएन, यताउता अब अनलाइन भनेपछि हुँदैन भन्ने हुन्छ नि त अफकोर्स होइन। तर पनि मैले आफूलाई चाहिँ होइन मैले गर्नुपर्छ भनेर चाहिँ एउटा मेरो पोजिटिभ एउटा माइन्डै मेरो चेन्ज भयो। त्यही कारणले चाहिँ म आज यहाँ छु होइन। त्यही कारणले चाहिँ मेरो अब यति सर्ट टर्म पिरियड भनौँ न, मैले चाहिँ अब फुल टाइम काम त अहिले पनि गरिरहेको छु एफएनबी लाइनमै। तर पनि मैले एज अ साइड हसल चाहिँ अब 6 महिना हुन लाग्यो भनौँ, 5 मन्थ्स भयो कम्प्लिट। मैले स्टार्ट गरेको र म अहिले 6 मन्थमा चाहिँ मेरो पर्सनल ग्रोथदेखि लिएर सबै कुरामा कति धेरै चेन्ज आएको छ होइन। अब कसरी म आई क्यानट एक्सप्रेस होइन। तर पनि आई फिल सो ग्ल्याड के ब्लेस के होइन, मैले यो बिजनेस चाहिँ राइट टाइममा पाएँ। अनि मैले जहिले भनिरहेको हुन्छु क्या, सबिनाले अब धेरै दुःख गर्यो भनेर माथिबाट भगवान्ले चाहिँ टक्क ल्याएर दिनुभएको जस्तो लाग्छ। र त्यही कारणले आज म धीरज दाईको लाइफमा छु है। यति नै हो दाई। एन्ड थ्याङ्क यू सो मच फर इन्भाइटिङ। थ्याङ्क यू सो धेरै मच। बोलेँ म। होइन ठिक छ ठिक छ, त्यो एउटा आफ्नो क्यारेक्टर पनि हो। आफ्नो क्यारेक्टरलाई कहिले पनि छोड्न चाहिँ हुँदैन है, आफूलाई जस्तो छ त्यस्तै प्रेजेन्ट गर्ने हो। किनकि यो बिजनेसमा अथेन्टिकेसन चाहिन्छ र तपाईँ जे एक्ज्याक्टली। हुनुहुन्छ त्यही गर्ने हो। अब म पनि जे छु त्यही गर्ने हो, तपाईँहरूले पनि जे छ त्यही नै गर्ने हो। यस अफकोर्स अब यो बिजनेसले हामीलाई पर्सनल ग्रोथ बढाउन त मद्दत गरेकै छ, एउटा पर्सनल ब्रान्ड पनि भयो होइन। र यो बिजनेसले चाहिँ तपाईँलाई के गराउँछ भने निडर भएर चाहिँ एउटा लिडर बन्न सिकाउँछ क्या, बुझ्नुभयो है। एक्ज्याक्टली। पहिला पहिला निडर हुने अनि लिडर हुने। सो यो कुरा चाहिँ तपाईँको एकदम आफ्नो माइन्डमा चाहिँ राख्नु होला। सो अहिले म जानु अगाडि चाहिँ छोटो छोटो यो हाम्रो पढिहाल्छु है त यो कमेन्टहरू है। सो ओके, हाम्रो अपेक्षा नेपालजीले चाहिँ हेलो दाजु नमस्ते, वाचिङ फ्रम काठमाडौँ नेपाल भन्नु चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ अस भन्न चाहेँ। त्यस्तै रमिला श्रेष्ठ बहिनीले हेलो नमस्ते दाजु एन्ड ब्युटिफुल सिस्टर्स वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ है, थ्याङ्क यू सो मच। अनि त्यस्तै सरस्वती थापाजीले हेलो एभ्री वान नमस्ते वाचिङ लाइभ फ्रम काठमाडौँ नेपाल भन्नुभएको छ, थ्याङ्क यू सो मच सङ्गीत सरस्वतीजी। अनि हाम्रो कल्पना गुरुङजीले पनि हेलो एभ्री वान वाचिङ लाइभ फ्रम चितवन नेपाल भन्नुभएको छ। चितवन भनेपछि त मलाई त्यो जङ्गलको सफारी याद आउँछ क्या है। तपाईँहरूलाई कतिको याद आउँछ, मलाई चाहिँ चितवन भनेपछि सौराको याद आउँछ मलाई चाहिँ, थ्याङ्क यू सो मच। अनि त्यस्तै हाम्रो अञ्जना पञ्चकोटीजीले चाहिँ हेलो अल वाचिङ फ्रम क्यानाडा भन्नुभएको छ है, वाउ। अनि त्यस्तै हाम्रो ममता तामाङ दिदीले चाहिँ नमस्ते वाचिङ फ्रम न्युयोर्क भनेर चाहिँ उहाँ रिसेन्टली उहाँ चाहिँ हाम्रो चाहिँ यो साइनिङ स्टार फ्यामिलीको मेम्बर हुनुहुन्छ। उहाँले चाहिँ 1 महिना पनि हुनु भएको छैन बिजनेस जोइन गर्नुभएको, बट सी इज सो पोजिटिभ होइन एन्ड सी इज सो एनर्जेटिक, एकदम राम्रो राम्रो पोस्टहरू गरिराख्नु भएको छ। त्यही भएर चाहिँ
सबैले यो आफ्नो आफ्नो हुन्छ के यो बिजनेस गर्ने बेला जस्तो अब मलाई पनि कहिलेकाहीँ मैले के भन्ने गर्थेँ नि अलिक गफ त गर्थेँ कि मैले पहिलादेखि नै अनि यो गफ गरेर कुनै पैसा कमाउने कुनै काम या बिजनेस केही छैन भन्दाखेरि म्यानिफेस्ट गराएर रहेछ कि यो बिजनेसको लागि है सो यस अफकोर्स त्यो हुनसक्छ सो फेरि पनि फेसबुकको अलिकति म पढ्न गएँ है त यो हाम्रो चाहिँ आज सन्जिला बहिनीको चाहिँ टेक्निकल प्रब्लम भइरहेको छ एनिवेज अनि हाम्रो त्यस्तै साइनिङ स्टार फ्यामिलीकै मेम्बर सृजना श्रेष्ठ बहिनी एपिसोड 1 मा आउनु भएको बहिनीले चाहिँ हेलो नमस्ते दाई एन्ड एभ्री वान वाचिङ लाइभ फ्रम टेक्सस युएसए भन्नुभएको छ थ्याङ्क यू सो मच सृजना बहिनी अनि त्यस्तै गुन्जन राईले हेलो दाई एन्ड एभ्री वान वाचिङ लाइभ फ्रम हङकङ भन्नुभएको छ होइन थ्याङ्क यू अनि त्यस्तै हाम्रो मेरो वन्डरफुल मेन्टर प्रेमा राईले हेलो एभ्री वान वाचिङ लाइभ फ्रम भर्जिनिया थ्याङ्क यू फर सेयरिङ भन्नुभएको छ थ्याङ्क यू सो मच है त ल अब फेरि म चाहिँ नन्दा पुन बहिनीतर्फ लागेँ है त सो तपाईँको छोटो इन्ट्रोडक्सन र वाइ यु जोइन दिस बिजनेस तपाईँकै आवाजमा ओके नमस्ते मेरो नाम चाहिँ नन्दा पुन मेरो घर चाहिँ नेपाल पोखरा अनि अहिले चाहिँ म हाल पोर्चुगलमा बसोबास गर्दै आएको छु अनि यहाँ पोर्चुगलमा आएको पनि म अलमोस्ट लाइक 5 इयर्स चाहिँ हुन लागिसक्यो अनि पोर्चुगलको चाहिँ म लिस्बनमा छु अहिलेलाई है अनि म सबैभन्दा पहिला चाहिँ म हाम्रो धीरजजीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु कि यस्तो अपर्च्युनिटी दिनुभयो यस्तो लाइभमा आएर चाहिँ बोल्ने चान्स दिनुभयो त्यसको लागि चाहिँ एकदम लाइक हृदयदेखि नै धन्यवाद दिन चाहन्छु अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो यसरी लाइभमा बोलेको नर्मली म लाइक हाम्रै पोर्चुगलको टिमसँग चाहिँ लाइभ बसेको छु भने एक दुईचोटि तर यसरी हजुरसँग चाहिँ कसैले बोलाएर अनि बोलाउनु भएर अनि गेस्टमा आएर चाहिँ बोलेको छैन सो थ्याङ्क यू सो मच हजुरलाई अनि म चाहिँ मेरो परिचय मैले दिइसकेँ नाम होइन अनि म पोर्चुगलमा कसरी आएँ किन आएँ भन्दाखेरि चाहिँ फर्स्टमा म जब नेपालमा थिएँ नेपालमा म एज अ नर्स भएर काम गरेको होइन 10 इयर्स मैले काम गरेको एउटै ठाउँमा बसेर मैले काम गरेको अनि त्यहाँ मेरो एकदम राम्रो लाइक राम्रो नै थियो मतलब मैले यति धेरै कुराहरू सिक्ने पनि मौका पाएको थिएँ नेपालमा मेरो बसाइ भन्नुपर्दाखेरि एकदम राम्रो भइरहेको थियो धेरै कुरा सिक्ने मौका पाएँ त्यहाँ पनि धेरै एक्सपिरियन्सहरू गेन गरेँ होइन अनि जब चाहिँ बिचमा मेरो अलिकति अब मैले केही गर्नुपर्छ कि भनेर चाहिँ सोचेँ कि अनि त्यो टाइममा ठ्याक्क मेरो फ्यामिली मेम्बरले चाहिँ इन्भाइट गर्नुभएको हो खास नर्मली मलाई भन्नुपर्दा यो कुराहरू चाहिँ मैले कसैले यसरी लाइक सेयर चाहिँ गरेको छुइनँ तर मलाई चाहिँ अब मेरो फ्यामिली मेम्बरले चाहिँ उता जर्मनमा इन्भाइट गर्नुभएको अनि त्यहाँ आएर चाहिँ लाइक म स्टडी गर्ने चाहिँ विचार थियो मेरो होइन तर म चाहिँ जर्मनमा आइसकेपछि चाहिँ ओके फाइन अब मैले केही गर्नुपर्छ यहीँ स्टडी गर्नुपर्छ मेरो नर्सिङ प्रोफेसन नै बसेर चाहिँ मैले स्टडी गर्नुपर्छ भनेर सोचेको थिएँ तर लाइक भिजाको प्रब्लम भयो भिजा एक्सटेन्ड भएन त्यसले गर्दाखेरि चाहिँ म यता पोर्चुगलमा आएको हो होइन अनि यहाँ आइसकेपछिको जुन दिनदेखि चाहिँ म पोर्चुगलमा लाइक हुन्छ नि पाइला टेकेँ नि त्यो दिनदेखि चाहिँ मेरो हुन्छ नि त्यो स्ट्रगल स्टार्ट भयो क्या आफूले कहिले पनि नदेखेको नभोगेको कुराहरू चाहिँ मैले यो ठाउँमा आएर चाहिँ भोग्नु पर्यो देख्नु पर्यो होइन अनि लाइक मैले कहिले पनि मेरो आउट अफ प्रोफेसनमा बसेर मैले काम गरेकै थिइनँ पहिला चाहिँ लाइक नर्सिङ फिल्डमै काम गरेको हो होइन अनि अहिले जब म पोर्चुगलमा आएँ नि पोर्चुगलमा आइसकेपछि चाहिँ मैले कामहरू पाउन एकदम गाह्रो भयो क्या त्यो बेलामा चाहिँ अनि सबिना सिसले भने जस्तै लाइक ल्याङ्ग्वेज ब्यारियर थियो अनि झट्टै अब हामीले केही कुरा कम्युनिकेसन गर्नको लागि पनि अब बोल्न सक्दैन होइन अनि यहाँको मान्छेहरू धेरै इङ्ग्लिस बोल्दैन पनि अनि अहिलेको टाइममा चाहिँ इट्स ओके लाइक चल्छ जस्तो छ तर चल्छ पनि तर त्यो टाइममा चाहिँ अब हामीले क्यान यु प्लिज स्पिक इङ्ग्लिस भन्दाखेरि पनि उहाँहरूले चाहिँ डिरेक्ट लाइक नो भन्नुहुन्थ्यो क्या अनि यस्तो गाह्रो भएको थियो म यहाँ आइसकेपछि चाहिँ अनि यति डेली दिन चाहिँ म रोएको थिएँ क्या मतलब ओ माई गड अब म चाहिँ के गर्ने कसरी सर्भाइभ गर्ने आउनु त आएँ होइन तर अब कसरी सर्भाइभ गर्ने भनेर सधैँ सोच्थेँ होइन अनि म चाहिँ पहिला लिभिङमा पनि बसेको लाइक बेबी सिटर एज अ बेबी सिटर बसेको त्यहाँ पनि काम गरेँ तर आफूले भने जस्तो चाहिँ हुँदै नहुने आफूले के सोचेको हुन्छ नि त त्यसको ठ्याक्क आउट अफ हुन्छ नि त्यो बाहिर भइजाने कि आफूले सोचेको भन्दा त्यसको ठ्याक्क बाहिर चाहिँ भएर निस्किने अनि त्यहाँ चाहिँ मैले काम गरेँ होइन आफ्नो 100% दिँदाखेरि पनि उहाँहरूबाट चाहिँ त्यो राम्रो कुराहरू चाहिँ नआउने के मतलब एभ्री टाइम चाहिँ त्यो तिम्रो चाहिँ लाग्छ यो कुरामा लाग्छ भनेर चाहिँ आउँथ्यो अनि मैले चाहिँ त्यसपछि मैले एउटा रेस्टुरेन्टमा जब स्टार्ट गरेँ होइन आएपछि पोर्चुगलमा आएपछिको मेरो 4 महिना 5 महिना त म यत्तिकै बस्या हो
केही पनि नगरिकन अब न काम थियो न के थियो न साथीभाइ थियो न कोही थियो होइन यत्तिकै बसेको हो अनि लिभिङमा म आफूले जब खोजेको हो कसैले पनि मलाई तिमीले चाहिँ यहाँ जाऊ यहाँ गर भनेर कसैले पनि गाइड गर्नु भएको थिएन अनि त्यो बेला मलाई यस्तो गाह्रो भएको थियो तर म आफूले चाहिँ त्यो काम खोजेर मैले काम गरेँ त्यसपछि त्यहाँबाट पनि भएन होइन त्यसपछि फेरि मैले रेस्टुरेन्टमा काम स्टार्ट गरेँ तर त्यो रेस्टुरेन्टमा काम गरिसकेपछि अहिलेसम्म चाहिँ म त्यहीँ काम गरिरहेको छु मेरो फुल टाइम जब छ अहिले मैले कसैलाई पनि यसरी चाहिँ लाइभमा आएर अथवा पर्सनली कसैलाई पनि म यो ठाउँमा काम गर्छु म यो ठाउँमा बस्छु भनेर कसैलाई पनि सेयर गरेको थिइनँ तर अहिले यसरी लाइभमा यो बिजनेस मार्फत होइन आएर चाहिँ मैले चाहिँ सेयर गरेको छु है अनि त्यहाँ काम गरिसकेपछि पनि यति धेरै कलिगहरू हुन्थ्यो त्यो कलिगहरू उहाँहरू इङ्ग्लिस नबुझ्ने म पोर्चुगिज बोल्न नजान्ने होइन अनि यति धेरै उहाँहरूले चाहिँ लाइक काइन्ड अफ डोमिनेट भन्छ होला सायद होइन त्यो बुली काइन्ड अफ बुली भन्छ होला त्यो तिमीले यो गर्न सकेन 100% दिँदाखेरि पनि उहाँहरू सेटिस्फाई नै हुन सकेन क्या ओ माई गड काम गर्दा गर्दा कहिले मेरो यो साइडको हात यो पेन हुन्थ्यो माथि हात लान सक्ने थिइनँ होइन खुट्टा दुख्ने यति हार्ड वर्क गर्दाखेरि पनि उहाँहरू सेटिस्फाई नै हुन नसक्ने कि अनि त्यो बिचमा चाहिँ दुई तिन वर्षसम्म चाहिँ मैले यति हार्ड वर्क गरेँ यति धेरै रुन पर्यो यति धेरै रोएँ पनि होइन जब म त्यो काम गरिसकेर त्यो रेस्टुरेन्टको ढोकाबाट बाहिर निस्किन्थेँ नि त्यो अटोमेटिकली नै मेरो आँखाबाट आँसु आउँथ्यो क्या अनि मैले लाग्थ्यो कि मैले के गरिरहेको छु मेरो प्रोफेसन त यो होइन मैले अझै केही गर्नुपर्छ म के भइरहेको छु भनेर जहिले पनि सोच्थेँ कि आफूले क्वेसन गर्ने कसैलाई पनि मैले के पनि भनेको थिएन लाइक मेरो फ्यामिलीमा मेरो कुनै पनि लाइक फ्रेन्ड सर्कल कसैलाई पनि भन्ने थिएन कि म आफूले क्वेसन गर्थेँ क्या त्यो टाइममा चाहिँ मैले मेरो मेन्टरलाई होइन मेरो मेन्टर डिम्पल तामाङ हुनुहुन्छ उहाँलाई लाइक भेटेको हो अनि उहाँको जर्नी र मेरो जर्नी काइन्ड अफ सेम होइन त्यो उहाँ पनि हेल्थ लाइक मेडिकल फिल्डकै म पनि मेडिकल फिल्डको अनि मैले भेटेको त्यसपछि भेटिसकेर ओके फाइन यो काम गरौँ न त दिदी भनेर हामी जोइन भएर काम गरेको त्यसपछि फेरि हामी सेपरेट भएको होइन अनि लाइक जब मेरो मेन्टरले डिम्पलले चाहिँ के अरे यो पोस्टहरू गर्न थाल्नु भयो नि त्यसपछि ओ माई गड पहिला त उहाँ चाहिँ यस्तो हुनुहुन्थेन लाइक अनि म फेरि सोसियल मिडियाबाट अलिकति टाढा नै बस्थेँ होइन लाइक हेरे बोल्न पनि नआउने मेरो पर्टिकुलर साथीहरू मात्र हुनुहुन्थ्यो यहाँ पनि अनि जब उहाँले चाहिँ पोस्ट गर्नुभयो नि त्यसपछि ओके के गर्नुभएको छ त आखिरमा लाइक म त यति फेडअप भएर बसिरहेको छु यो ठाउँमा तर के गर्नुभएको छ भनेर मैले चाहिँ एकदम धेरै बुझेको हो कि अनि उहाँले पनि लाइक मैले डिरेक्टली गएर सोध्न चाहिँ सकिनँ तर लाइक उहाँले पनि पोस्ट गरिराख्नु हुन्थ्यो नि डिरेक्टली एकचोटि चाहिँ मैले उहाँले थाहा नदिकन मैले उहाँको इमेल र नाम हालेर चाहिँ रजिस्टर गरेँ कि रजिस्टर गरेको अनि उहाँले चाहिँ अब त्यो मेल आउँछ नि त उहाँलाई पनि रेस्पोन्स त पाउनुहुन्छ नि त अनि त्यसपछि उहाँले मसँग कनेक्ट गर्नु भएर अनि ओके यो यसको बिजनेसको बारेमा मलाई पनि बुझ्नु छ के हो आखिरमा के रहेछ त भनेर बुझ्दाखेरि चाहिँ मैले यस्तो अमेजिङ प्लेटफर्म चाहिँ मैले पाएँ सो म एकदम बेस्ट चाहन्छु मैले राइट टाइममा चाहिँ अहिले चाहिँ राइट डिसिजन गरेको छु भन्ने चाहिँ मलाई लाग्छ सो यति नै हो मेरो तर्फबाट चाहिँ एकदमै राम्रो किनकि तपाईँको स्ट्रगल सुन्दाखेरि चाहिँ पोर्चुगल चाहिँ नहुने देश जस्तो लाग्यो कसै लाइभ हेरिराख्नु भएको छ भने पोर्चुगल ट्राई नगर्नु एउटा त पोर्टुगिज ल्याङ्ग्वेजको ब्यारियर होइन त्यसमाथि जति काम गर्दाखेरि पनि एउटा जस नपाउने होइन अब एप्रिसिएसन नहुने त्यसको दुःख छँदैछ त्यसमाथि आफ्नो फिजिकल प्रब्लम होइन त्यसमाथि किनकि काम जतिसुकै गरे पनि अब आफूलाई त फिजिकल्ली त त्यस्तो भइहाल्छ सो अफकोर्स गाह्रो छ तर अब गाह्रो भए पनि अब हामीले चाहिँ के गर्छौँ भने यही ग्लोबल एउटा डिजिटल बिजनेस जान्छ हामीले जुन चाहिँ यो पाएका छौँ यसबाट हामी ब्लेसिङ पाएका छौँ कि खास गरी हो भने किनभने यसबाट चाहिँ अब भनौँ न अब हामी खासै नेपालबाट विदेश किन जान्छौँ भने चाहिँ अब त्यही पैसा कमाउनुको लागि नै हो एउटा बेटर लाइफ स्टाइल होइन एउटा आफ्नो ड्रिम पुरा गर्नको लागि नै जाने हो तर पनि भने जस्तो सजिलो त हुँदैन कुनै पनि ठाउँमा होइन कुनै पनि ठाउँमा त्यही नै हो अमेरिका भन्नुहोस् अस्ट्रेलिया भन्नुहोस् जापान भन्नुहोस् वेयर एभर होइन गाह्रै छ तर पनि म चाहिँ के भन्छु भने यही बिजनेसले गर्दाखेरि चाहिँ तपाईँहरूको लाइफ चेन्ज हुनसक्छ र तपाईँको सपना पनि साकार हुन सक्छ थ्याङ्क यू सो मच है नन्दजी ओके सो म फेरि अलिकति कमेन्ट पढ्न गएँ है ओके सो लाक्पा डोमा शेर्पाजीले हेलो आई एम वाचिङ लाइभ फ्रम कालिम्पोङ इन्डिया भन्नुभएको छ ओ माई गॉड इन्डियाबाट पनि हेर्दै हुनुहुन्छ है सबैलाई थ्याङ्क यू सो मच अनि हाम्रो निमा वाङ्गो गुरुङ बहिनी हेर्नुहोस् त्यहाँ हाई एभ्रिवान नमस्ते वाचिङ लाइभ फ्रम मुस्ताङ नेपाल उहाँको आफ्नै होमबाट चाहिँ उहाँले हेर्दै हुनुहुन्छ है उहाँ चाहिँ हिजो मात्रै पुग्नु भएको थियो अरे सो एकदम उहाँले इन्जोय गर्दै हुनुहुन्छ आफ्नो होम टाउनमा क्लोज टु चाइना बोर्डर भन्दा पनि फरक पर्दैन अनि त्यस्तै शिला सान एन्ड कम्पनीले हेलो वाचिङ लाइभ फ्रम काठमाडौँ नेपाल भनेर चाहिँ थ्याङ्क यू सो मच शिलाजी भन्न चाहन्छु अनि लादेन एन्ड कम्पनीले पनि
नमस्ते टु अल वाचिङ लाइभ फ्रम युएसए थ्याङ्क्स फर सेन्ड भन्छ हाम्रो उहाँले चाहिँ अस्ति नै मात्रै हामीलाई चाहिँ जाङजुक दिदी हुनुहुन्छ उहाँले चाहिँ हामीलाई प्रेजेन्टेसन दिनुभएको सो सी जस्ट पास ओन्ली 3 क्लास तर पनि एउटा प्रेजेन्टेसन हामी सबैलाई विनिङ इगलको एउटा फ्यामिलीलाई दिनु भनेको इट्स नट अ जोक तर उहाँले चाहिँ त्यो चाहिँ गरेर देखाउनु भएको छ है त्यस्तै हाम्रो डिम्पल तामाङ मोङताङजीले चाहिँ हेलो सबैजनालाई नमस्कार धेरै खुसी लाग्यो सो प्राउड अल अफ यु मच लभ एन्ड रेस्पेक्ट अल माई डिजिटल पार्टनर भन्नुभएको छ तपाईँहरूको एकदम क्लोज हुनुहुन्छ जस्तो उहाँ हो सी इज माई आवर मेन्टर नन्दा दिदीको र मेरो मेन्टर चाहिँ डिम्पल तामाङ ओके है हेलो दिदी ओके दिदीको तपाईँलाई तलको पनि कमेन्ट पढेर म हाँसेको के हेर्नु न ओके म तपाईँलाई चाहिँ चाँडै नै तपाईँलाई पनि म 1 to 1 बोलाउने छु तपाईँ स्टे ट्युन गर्नु होला भन्न चाहन्छु थ्याङ्क यू पोर्चुगल इज नट द्याट आवर जर्नी वाज टफ यस 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 अफकोर्स तर मैले चाहिँ त्यो हिसाबले चाहिँ भन्नु खोजे होइन जुन चाहिँ उहाँले दुःख पायो त्यो हिसाबले मात्रै चाहिँ पोर्चुगल जानु अगाडि चाहिँ विचार गर्नु होला भन्नु खोजे है ओके सो रुबी एन्ड कम्पनीले पनि हाई आई एम फ्रम युके रुबी भनेर लेख्नु भएको छ वाचिङ यु गाइज ओके रुबी इज वाचिङ यु गाइज भने जस्तो लाग्यो है थ्याङ्क यू सो मच सो त्यस्तै फेसबुकमा पनि यहाँ हाम्रो छत्र रिमालजीले कङ्ग्रेचुलेसन्स एन्ड बेस्ट विशेष आवर ग्लोबल business is truly amazing and I want to wish you once again the very best for your success thank you very much भन्नुभएको छ थ्याङ्क यू सो मच छत्रजी अनि त्यस्तै मेरो एकाउन्टेन्ट पार्टनर राजु सर फ्रम नुवाकोट हेलो नमस्ते एभ्रिवान आई एम वाचिङ लाइभ फ्रम नुवाकोट नेपाल भन्नुभएको छ है सो ओके अब चाहिँ हाम्रो सन्जिला बहिनीतर्फ लागौँ है त अनम्युट गर्नु होला सो तपाईँ केही महिना अगाडि नेपालमा हुनुहुन्थ्यो अनि अब तपाईँको आफ्नो फ्यामिली उतै हुनु भएकोले चाहिँ पोर्चुगल जानु भएको छ एज अ हाउस वाइफ एज अ मतलब तपाईँ बेबी टेक मतलब केयर गर्दै बस्नु भएको छ सो तपाईँको जर्नी चाहिँ यसो हामीलाई हाम्रो दर्शकलाई सुनाइदिनुहोस् न थ्याङ्क यू थ्याङ्क यू सो मच दाइ एक त आज मेरो नेटवर्क इस्यु भएर एकदमै धेरै सरी है दाइ सबैलाई चाहिँ एकदमै सरी भन्न चाहन्छु म चाहिँ अनि थ्याङ्क यू सो मच दाइ हजुरले चाहिँ यो अपर्च्युनिटी दिनुभएकोमा मलाई होइन म चाहिँ एकदमै खुसी भइरहेको थिएँ कि दाइले यो यस्तो भन्नुहुँदा चाहिँ दाइको पेजमा आउनु पाएँ भनेर चाहिँ म कति धेरै खुसी भइरहेको थिएँ अनि नमस्ते सबैजनालाई मेरो नाम चाहिँ सन्जिला श्रेष्ठ सरी एकछिन है मेरो बाबु केही छैन टेक इट टाइम मेरो नाम चाहिँ सन्जिला श्रेष्ठ अनि म चाहिँ भर्खरै मात्रै त्यो पोर्चुगल मुभ भएको होइन अहिले म चाहिँ मेरो घर चाहिँ गोर्खा हो अनि अहिले चाहिँ भर्खरै ठ्याक्कै 1 महिना जति भयो पोर्चुगल मुभ भएको सायद नयाँ नयाँ भएर पनि होला एडजस्ट हुन थोरैको टाइम लागेको मलाई होइन त्यही भएर नेटवर्क पनि अलिकति इस्यु भइराखेको छ अनि मैले चाहिँ यो जर्नी कसरी र किन भेटाएँ भन्दाखेरि चाहिँ त्यही हो म चाहिँ अब 2टा बच्चाहरू हेरेर घरमा नै बसिराख्दा चाहिँ होइन एउटा अब पहिला आफू इन्डिपेन्डेन्ट भएर पहिला जापान बसेर आएको म पनि होइन काम गरिराख्दा चाहिँ एक्कासी आफू चाहिँ अब हस्बेन्डमा मात्रै डिपेन्ड हुनु पर्दाखेरि चाहिँ कति कुराहरूमा चाहिँ एकदमै कम्प्रोमाइज गर्नुपर्ने किनभने अब एउटाको मात्रै इन्कमले त अब 2टा बच्चाहरू घर परिवारहरू त्यो अब खर्चहरू धान्नलाई अलिकति गाह्रै पर्छ नि त अनि मलाई चाहिँ यस्तो फिल हुन्थ्यो कि अब त्यो काम गरिराखेको भएर पनि होला म चाहिँ एकदमै के खालि म चाहिँ किन उसमा मात्रै डिपेन्ड छु मैले के चाहिँ गर्न सक्छु किनभने अलिअलि त अभियसली पनि हामीहरूले पनि पढिराखेका छौँ होइन अनि अब के चाहिँ गर्न सकिन्छ त घरै बसेर जुन चाहिँ बच्चाहरू हेर्दै गर्न सकियोस् कि किनभने अब सानो बच्चाहरू छ अब उनीहरूलाई छोडेर अब बाहिर काम गर्न जान पनि त अब गाह्रै हुन्छ नि त त्यसरी नै बसिराख्दा चाहिँ अनि मेरो हस्बेन्डलाई चाहिँ एक त अब हेल्थ इस्यु भइराख्ने के अनि त्यो भयो नि मलाई चाहिँ सोच्नलाई चाहिँ एकदमै धेरै जहिले पनि बाध्य बनाउँथ्यो कि किनभने अब म त उहाँमै मात्रै डिपेन्ड भएर बसिराखेको छु प्लस उहाँलाई चाहिँ यो बेला बेलामा यस्तो हेल्थ इस्यु भइराख्दा चाहिँ अब होइन म चाहिँ कसरी सर्भाइभ हुने त किनभने सानो बच्चाहरू छ अनि अब म चाहिँ कसरी के गर्ने त भन्ने त्यो कुराले चाहिँ मलाई जहिले पनि एकदमै के अरे हिट गरिरहेको थियो क्या मैले के गर्ने त भनेर अनि मैले यति खोजेँ होइन यो प्लेटफर्म भेट्न त मैले अघि नै भेटेको तर अनलाइन भनेपछि त अब जसलाई पनि अब स्क्याम हो कि भन्ने त एउटा मनमा शङ्का के डर मैले 5-7 महिना अगाडि यो बिजनेसमा म इनरोल हुनुभन्दा 5-7 महिना अगाडि मैले भेटेँ पनि तर मैले चाहिँ ट्रस्ट गर्न सकिनँ क्या यो प्लेटफर्मलाई होइन ट्रस्ट गर्न सकिनँ अनि मैले अलिकति टाइम लिएँ
बुझेँ अनि मैले अब म त एक त हस्बेन्डमा डिपेन्ड भएर बसिराखेको मान्छे अनि मैले उहाँलाई सोधेँ पनि यस्तो यस्तो रहेछ म गर्छु है भने अनि त्यहाँ उहाँले चाहिँ सिधै भन्नुभयो क्या किन गर्नु पर्यो अनलाइन अहिले कति स्क्यामहरू राखेको हुन्छ तिमी त्यो फेरि तिमी पनि त्यो फस्नलाई नगर बच्चाहरू हेरेर बस मैले गरिराखेको छु नि भन्नुभयो उहाँले होइन त्यो त उहाँको त्यो एज अ हस्बेन्ड त्यो एकदमै उहाँले मलाई गर्नुभएको हो नि त तर मलाई चाहिँ त्यो मान्दै मानेन के मेरो मनले चाहिँ मैले चाहिँ कसरी सपोर्ट गर्न सक्छु म चाहिँ के चाहिँ गर्न सक्छु त होइन अनि अब भोलि पर्सि चाहिँ म अब उहाँ यता आउनु भएपछि अब म पनि बच्चाहरू अब फ्यामिलीसँगै बस्ने भन्ने त थियो होइन म पनि यो सानसानो बच्चाहरू लिएर गएर उहाँ चाहिँ अब मैले जुन बाहिर पहिला काम गरेर आएँ मलाई चाहिँ फेरि त्यसरी काम गर्न जानु मन थिएन क्या दाइ साँच्चीकै भन्नुपर्दा अब मैले अरूको पनि कति देखेको थिएँ क्या अब सानो सानो बच्चाहरू नेपालबाट लिएर गएको छ या यहीँ पाएको छ होइन 5-6 महिनाको बच्चालाई डे केयरमा हालेर आमा बाउ नै काममा गएको छ कि मलाई त त्यो गर्न चाहिँ फिटिक्कै मन थिएन कि होइन किनभने अनि मैले चाहिँ जहिले आफूले आफूलाई चाहिँ सोधिरहेको थिएँ कि अहिले हामी यस्तो डिजिटल एरामा छौँ होइन केही त होला अब हामीले कति अब देखिराखेको छौँ नि त हाम्रो नेपालमाबाट पनि अब कति धेरैले यो सोसियल मिडिया प्लेटफर्म चलाएरै कति धेरै इन्कम गरेर आफ्नो लाइफ चेन्ज सरी आज मेरो नेटवर्क आज एकदमै हाम्रो इस्यु भइरहेको छ होइन त्यही भएर मैले सर्टकट बनाउँछु है म धेरै बोलिनँ म इन्ट्रोडक्सन चाहिँ दिइहाल्छु त्यही गरेर खोज्दै गर्दा चाहिँ मलाई चाहिँ बाहिर गएर पछि मेरो बच्चाहरू छोडेर चाहिँ काममा जानु नपरोस् क्या मैले नि आफ्नो हस्बेन्डलाई केही हेल्प गर्न सकौँ कि उहाँले पनि एउटा मेरो बुढी त यस्तो है भनेर चाहिँ मलाई आफ्नो एउटा प्राउड फिल गर्न सक्ने होस् न होइन हस्बेन्डले मात्रै गर्नुपर्छ भन्ने त छैन नि त हस्बेन्डले मात्रै गर्नु कहीँ पनि लेखेको छैन नि त त्यो चाहिँ मैले पनि गर्न सकौँ भनेर चाहिँ अनि मैले चाहिँ खोजेर अनि जब मैले यो प्लेटफर्मको बारेमा थाहा पाएँ तब चाहिँ मलाई फेरि यस्तो लाग्न थाल्यो कि मैले चाहिँ किन यो प्लेटफर्मको बारेमा ढिलो थाहा पाएँ भन्ने लाग्छ क्या किनकि म अब बच्चाहरू हेरेर आफ्नो ग्रोथ नै ल यहीँ रोकियो म यही बच्चाहरूमा मात्रै सीमित भएर बसिराख्दा आफूलाई बाहिरी दुनियाँ चाहिँ केही नै थाहा नै के दाइ जस्तो मैले यो बिजनेसमा आइसकेपछि मैले यस्तो अब दिदी बहिनीहरू साथीहरू यति दाईहरू यति धेरै भेटाएको छु होइन जस्तै यो बिजनेसमा आउनुभन्दा अगाडि त जस्तो म बच्चा घर मात्रै भइराखेको थियो कि अनि अरू साथीहरू देख्दा पनि ला उनीहरूले चाहिँ कस्तो कहाँ पुगिसक्यो म त यहीँ स्टक भएँ भने जस्तो क्या त्यो एउटा एन्जाइटी जस्तो त्यो डिप्रेसन जस्तो फिल हुँदो रहेछ सायद म जस्तै आमाहरू अरूलाई पनि हुन्छ कि त्यो जो चाहिँ बच्चाहरू हेर्दै टेक केयर गरेर जुन पहिला आफू इन्डिपेन्डेन्ट हुनुहुन्थ्यो होइन पछि चाहिँ त्यो आफ्नो हस्बेन्डमा चाहिँ डिपेन्ड भएर बस्नु परेको छ नि सायद उहाँहरूलाई पनि त्यो फिल हुन्छ होला जस्तो लाग्छ कि मलाई मात्रै नभएर होइन अनि त्यही भएर अब मलाई चाहिँ अरू चाहिँ मेन के लाग्छ भन्दा चाहिँ अहिले खुसी चाहिँ केमा लाग्छ भन्दा मैले चाहिँ एक्सन लिएँ है भनेर चाहिँ के त्यो मैले आफूले म केही गर्छु भनेर चाहिँ एक्सन लिएँ भनेर चाहिँ मलाई खुसी लाग्छ अनि हरेक कुरा चाहिँ अहिले यस्तो राम्रो भएको छ मैले आफूले आफूलाई यति धेरै सिक्ने मौका पाएको छु अनि त्यही हो दाइ मेरो चाहिँ म एकदमै खुसी छु यो प्लेटफर्म पाएर एकदमै जहिले पनि यो प्लेटफर्म प्रति चाहिँ म जहिले पनि थ्याङ्कफुल हुन्छु अनि थ्याङ्क यू सो मच दाइ आज यस्तो राम्रो अपर्च्युनिटी त्यही हो दाइ मेरो छोटो इन्ट्रोडक्सन इट्स भेरी इन्सपायरिङ होइन एउटा त म पनि प्राउड गर्छु हामी सबैले प्राउड गर्छौँ तपाईँलाई किनभने तपाईँ एउटा बेबीको मदर भएर पनि आफ्नो हस्बेन्डलाई जुन किसिमको फाइनेन्सियल सपोर्ट गर्छु र म पनि केही गर्छु केही गरेर चाहिँ मैले आफ्नो कसरी चाहिँ फ्यामिलीलाई अगाडि बढाउँछु भन्नु त्यो सोच्नु नै ठुलो कुरा हो होइन र जुन चाहिँ तपाईँले भन्नुभयो कि म ढिलो भयो त्यो होइन जो कसैको पनि राइट टाइम आउँछ होइन गर्ने बेलामा त्यो बेला नै गर्ने हो सबैलाई समय आउँछ पर्खिँदैन भन्छ नि त होइन त्यही अनुसारले जानुपर्छ र तपाईँले जुन हिसाबले काम गरिराख्नु भएको छ अल द बेस्ट भन्न चाहन्छु होइन र तपाईँबाट थुप्रै तपाईँ जस्तै अब मम्मी अथवा बेबी टेक केयर गरेर बसिराख्नु भएको होला कतिजना होइन हाम्रो पनि थुप्रै मेन्टरहरू हाम्रो टप लिडरहरू छन् यसरी नै यो बिजनेसमा आएका छन् होइन सो तपाईँ पनि उहाँहरूमध्ये एक हुनुहुन्छ र तपाईँलाई चाहिँ एउटा चाँडोभन्दा चाँडो माइलस्टोन पुगेर चाहिँ होइन एउटा टप लेभलमा चाँडो पुगोस् भनेर चाहिँ म कामना गर्न चाहन्छु है त थ्याङ्क यू सो मच दाइ मैले एउटा क्वेसन कुरा सोधिहालेँ दाइ मेरो अड्की आएको छ हो अहिले पनि त्यस्तै भएको छ केही छैन जे भए पनि आई क्यान अन्डरस्ट्यान्ड वी क्यान अन्डरस्ट्यान्ड कहिले काहीँ टेक्निकल प्रब्लम हुन्छ जबसम्म तपाईँलाई म जोड्न सक्छु तबसम्म म जोडेर राख्छु तपाईँलाई ओके सो नो निड टु वरी ओके सो म अलिकति यो कमेन्ट पढ्नतर्फ लागेँ हाम्रो सीता देवी गुरुङ बहिनीले हेलो एभ्री वान ह्याप्पी टु सी यु अल टुगेदर इन सेम फ्रेम
आई एम वाचिङ लाइभ फ्रम हेटौडा भन्नुभएको छ है। वाउ, थ्याङ्क यू सो मच। अनि मिरा थापा भनेको चाहिँ मेरो एकदमै न्युली डिस्ट्रिब्युटर हुनुहुन्छ डाउनलाइन। सो उहाँले चाहिँ नमस्कार एभ्रिवान, वाचिङ फ्रम बानेश्वर वाउ काठमाडौँ, वाच इन्सपायरिङ मेन्टर्स भन्नुभएको छ। थ्याङ्क यू सो मच। अनि त्यस्तै हाम्रो उमा बोगतीजी हुनुहुन्छ, हेलो नमस्ते, वाचिङ आम वाचिङ फ्रम काठमाडौँ भन्नुभएको छ। उहाँ चाहिँ हाम्रो मुनु प्रधानजीको डाउनलाइन हुनुहुन्छ होइन उमाजी, थ्याङ्क यू सो मच। अनि हाम्रो सरता गुरुङ भनेको चाहिँ हाम्रो साइनिङ स्टार फ्यामिलीको मेम्बर हो। उहाँले पनि हेलो एभ्रिवान, आई एम वाचिङ लाइभ फ्रम मेरील्यान्ड भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि त्यस्तै सरता कार्कीजीले हेलो धीरजजी एभ्रिवान, गुड मर्निङ फ्रम युएसए भन्नुभएको छ है। अझ सकिया छैन, ओके, फेरि पनि आउँदैछ। अनि हरिमाया गुरुङजीले हेलो एभ्रिवान नमस्ते भन्नुभएको छ है। अनि त्यस्तै फेरि तपाईँको सिनियर मेन्टर जस्तो लाग्छ मलाई एक्ज्याक्टली है, अनु गुरुङ एन्ड कम्पनीले हाई एभ्रिवान, आई एम वाचिङ लाइभ फ्रम क्यालिफोर्निया युएसए भन्नुभएको छ। ल म यहीँबाट तपाईँलाई पनि इन्भिटेसनको लागि चाहिँ अहिलेदेखि नै निमन्त्रणा दिन चाहन्छु होइन। म तपाईँलाई चाहिँ रिच आउट गर्नेछु र मेरो स्केलिङ ड्रिम्स लाइभ विथ धीरज मालाकारमा चाहिँ आएर चाहिँ तपाईँको पनि इन्सपायरिङ स्टोरी चाहिँ सेयर गर्नु होला भनेर चाहिँ म तपाईँलाई रिच आउट चाहिँ गर्नेछु। थ्याङ्क यू सो मच फर वाचिङ अस भन्न चाहेँ। अनि त्यस्तै हाम्रो ममता तामाङ दिदीले आई फिल द सेम, why did I find this platform so late? It's amazing platform. You will not know what is it unless you dive in. Yes, ममता दिदी एकदम सही भन्नुभयो, थ्याङ्क यू सो मच। अनि त्यस्तै हाम्रो रमिला खड्का फेरि अर्को पनि होइन, उहाँ पनि सिनियर मेन्टरै हुनुहुन्छ जस्तो लाग्छ हजुरहरूको। सो हेलो ब्युटिफुल पिपुल वाचिङ लाइभ फ्रम बोस्टन युएसए भन्नुभएको छ, थ्याङ्क यू सो मच रमिला बहिनी, थ्याङ्क यू सो मच। अनि त्यस्तै हाम्रो विनेश तुलादरजीले पनि हाई धीरज एन्ड टिम वाचिङ फ्रम काठमाडौँ भन्नुभएको छ है। अनि त्यस्तै हाम्रो राजु श्रेष्ठजीले फेरि पनि वाउ अमेजिङ प्लेटफर्म, वी आर प्राउड अफ डिजिटल प्लेटफर्म भन्नुभएको छ। थ्याङ्क यू सो मच। ओके, सो यो कुराहरू गर्दा गर्दै आधा घन्टा बितिसकेको रहेछ है, पत्तै नहुने हेर्नुहोस् कुराहरू गर्दाखेरि कुराकै भन्ने जस्तो हुन्छ। सो अब म यसलाई सर्ट, अब म चाहिँ ओके, यहाँ एउटा बाँकी रहेछ। ओके, दुर्गा थापाजीले पनि हेलो सबैजनालाई नमस्ते, वाचिङ लाइभ फ्रम काठमाडौँ भन्नुभएको छ है त। ओके, ल अब म चाहिँ एकदमै एउटा क्वेसन सोध्न गएँ है त हाम्रो सबिना बहिनीलाई है। सो म चाहिँ के गर्छु भने अब यो धेरै लामो भयो, म एउटा मात्रै क्वेसन गर्नु पर्ला है, इज इट फाइन? त्यही गर्नु पर्ला है त। ओके, सो म तपाईँलाई चाहिँ के सोध्छु भने ओके जस्ट है 1 2 3 and 4 I think 1 2 3 yes, यही नै होला। आई थिङ्क यो जस्तो लाग्छ। ओके, धेरै मानिसहरू फेलियर, रिजेक्सन र क्रिटिसिजमको डरले सुरु नै गर्न सक्दैन। यस्ता व्यक्तिहरूले कस्तो माइन्डसेट डेभलप गर्नुपर्छ? ल फ्लोर इज योर्स सबिना। थ्याङ्क यू सो मच दाई फर द क्वेसन है। यो क्वेसन भनेको त एकदम लाइक हुन्छ नि, एकदम पावरफुल लाग्यो मलाई दाई, किनभने अब अहिलेको म्याक्सिमम जति पनि हाम्रो अहिले लाइक हुन्छ नि हामीलाई हेरिराख्नु भएको, हामीलाई फलो गरिराख्नु भएको उहाँहरूको प्रब्लम भनेको नै यही छ क्या, मेन प्रब्लम नै लाइक वाट इफ आई फेल, लाइक हुन्छ नि अब अब यो सोसल लाइक स्पेसली अब म चाहिँ यो डिजिटलकै कुरा गरेँ होइन, जे कुरामा पनि लाइक डिजिटल बिजनेसमा मात्रै होइन, खासमा भन्नुपर्दा जेसुकै गर्नलाई पनि यदि हजुरलाई एउटा काम गर्नु मन छ र त्यो काम गर्नुभन्दा अगाडि चाहिँ अर्को मान्छेले चाहिँ सेकेन्ड मान्छेको त्यो ओपिनियन के होला, अरूले के भन्ला, अथवा म चाहिँ के अरे काम सुरु गर्नु छैन त्योभन्दा अगाडि नै ला म सक्सेस पो हुँदिनँ कि, मैले Yes. भनेको जस्तो हुँदैन कि, हुन्छ नि न म रिजेक्ट पो हुन्छु कि भनेर त्यो अलरेडी हजुरले सोचेर बस्नुहुन्छ होइन। द्याट्स रियली ब्याड भन्छु म चाहिँ, किनभने जबसम्म हजुरले चाहिँ जुन कुरा चाहनु भएको छ त्यो कुरामा फर्स्ट स्टेप नलिएसम्म, आफूले नबुझेसम्म चाहिँ लाइक हुन्छ नि सक्सेस हुन्छ कि हुँदैन भन्ने कुरा हामीलाई थाहा नै हुँदैन नि। यदि गरिसकेपछि त अब हुने नहुने भन्ने कुरा छुट्टै हुन्छ, तर स्टेप चाहिँ लिनु पर्यो भन्छु होइन म चाहिँ। अनि अर्को कुरा भनेको माइन्डसेटको कुरा आयो, हामीले चाहिँ जहिले पनि के अरे माइन्डसेट भनेको चाहिँ अलवेज पोजिटिभ हुनुपर्छ भनेर कुरा गर्छौँ होइन, जहिले पनि पोजिटिभ माइन्डसेट भयो अथवा ग्रोथ माइन्डसेट। जब चाहिँ हामीलाई लाइक केही कुरा चाहिएको छ, अघि भनेको जस्तै मैले, र चाहिएको छ तर म सक्दिनँ कि, लाइक मान्छेले के भन्ला,
अब सोसल मिडियामा आएर यही बिजनेसको कुरा गर्दाखेरि सोसल मिडियामा आएर बोल्नुपर्ने रहेछ, यसरी लाइक के अरे पोस्ट गर्नुपर्ने रहेछ, कन्टेन्ट बनाउनु पर्ने रहेछ। मलाई त गर्नै आउँदैन, म त गर्नै सक्दिनँ। गरे पनि अरूले अब कुरा पो काट्ने हो कि मलाई पोइन्ट आउट पो गर्ने हो कि भनेर चाहिँ धेरैजना बस्नुहुन्छ क्या होइन। त्यो चाहिँ मैले एकदमै धेरै देखिरहेको हुन्छु क्या। अब त्यसको लागि चाहिँ अब मैले के भन्छु भन्दा उहाँहरूको लागि चाहिँ त्यही नै हो कि हजुरले चाहिँ आफ्नो माइन्ड चाहिँ आफूले नै चेन्ज गर्ने हो होइन। हामी भनेको जोसुकै पनि सेकेन्ड पर्सन भनेको लाइक हजुरको राम्रो चाहने मान्छेहरूले जहिले पनि यो गर भनेर बाटो मात्रै देखाउने हो क्या। बाटो देखाउने मान्छे हुन्छ नि, तर बाटोमा हिँड्ने चाहिँ आफू हो क्या। मलाई चाहिँ त्यस्तो लाग्छ। कसैले पनि हजुरलाई चाहिँ डोर्याएर लाइक आफ्नो डेस्टिनेसनमा पुर्याइदिनु सक्दैन नि त। त्यो कारणले चाहिँ आफ्नो माइन्डसेट आफै चेन्ज गर्नुहोस् र आफैले चाहिँ स्टेप लिनुहोस्। धेरै सोचेर नबस्नुहोस्, अरूले के भन्ला भनेर सोच्नुभन्दा पनि पहिला चाहिँ म गर्छु अनि अरू भनेको भाडमै जाए होइन। यो मेरो एउटा भाषा होइन। लाइक अरूले के भन्छ भने अरू भनेको नि त त्यो चाहिँ पछि आउँछ क्या। फर्स्ट अलवेज यु क्या, अलवेज आफू हो क्या। त्यही भएर चाहिँ सेकेन्ड पर्सनको ओपिनियनले चाहिँ केही म्याटर गर्नु हुँदैन जस्तो लाग्छ मलाई है। दाइ अब लाइफ पनि लामो भइरहेको छ। अनि त्यसपछि अर्को कुरा मैले एउटा के जोडेँ भन्दाखेरि चाहिँ लाइक फर एक्जाम्पल अब हजुरलाई चाहिँ अहिलेको लाइक धेरै जसो ट्रेन्ड नेपालको चाहिँ अब मान्छेलाई चाहिँ बिजनेस भन्दा पनि खालि अब नेपालीहरूको चाहिँ अहिले के छ भने खालि बाहिरै जाऊँ भन्ने हुन्छ नि। त्यसमा मैले एउटा जोडेँ लाइक अब कसैलाई चाहिँ आइएल्स गरेर चाहिँ अस्ट्रेलिया जानु मन छ अरे। अब म आइएल्समा चाहिँ मेरो स्कोरै आउँदैन होला, म गर्न सक्दिनँ। होस् म क्लासै जोइन गर्दिनँ, म स्टार्टै गर्दिनँ भनेर बस्नु भने हजुर त्यो आइएल्समा स्कोर ल्याउनुहुन्छ कि ल्याउनुहुन्न त्यो हजुरलाई कसरी थाहा हुन्छ? हो कि भनौँ न। त्यही भएर चाहिँ पहिला हजुरले क्लास जोइन गर्नु पर्यो, पहिला स्टडी गर्नु पर्यो, त्यसपछि एक्जाम दिनु पर्यो, अनि त्यसपछि रिजल्ट हेर्ने हो नि त। त्यही भएर पनि यो बिजनेसमा पनि त्यही हो होइन। धेरैजना अब मसँग जोडिनुहुन्छ, हाम्रो धीरज दाइसँग जोडिनुहुन्छ होला, हाम्रो नन्दा दिदी, सन्जिला दिदी, सबैजनाको प्रब्लम भनेको त्यही नै छ। यो त सोसल मिडियामा बोल्ने रहेछ, के होला, के हामीले के प्रोडक्ट पो बेच्नुपर्ने हो कि हामीले त मैले सक्दिनँ कि म गर्न सक्दिनँ कि भन्नुहुन्छ क्या। अनि उहाँहरूलाई अब के भन्नु मैले होइन। गर्न सक्नुहुन्छ, मैले गरिरहेको छु भनेर भन्दा पनि लाइक खोइ म त सक्दिनँ कि भन्नुहुन्छ। अनि मैले उहाँहरूलाई अलवेज एउटै कुरा भन्छु कि अब मैले बाटो चाहिँ देखाउन सक्छु होइन, यस्तो हो भनेर मैले हजुरलाई डिटेल दिन सक्छु। तर म हात समातेर चाहिँ यही हो भनेर डेस्टिनेसनमा पुर्याउन चाहिँ सक्दिनँ भनेर भनिरहेको हुन्छु होइन। यही नै हो दाइ मैले भने। त्यही भएर चाहिँ मान्छेको चाहिँ माइन्डसेट भनेको चाहिँ अलवेज पोजिटिभ ग्रोथ, अनि त्यसपछि चेन्ज लाइक हुन्छ नि केही चेन्ज ल्याउन सकौँ, म गर्न सक्छु, म स्टेप लिन्छु भन्ने चाहिँ हुनुपर्छ। त्यो र मान्छेले के भन्छ भनेर सोच्नुभन्दा पनि मैले चाहिँ गर्न सक्छु कि सक्दैन, मैले चाहिँ के चाहिँ गर्नुपर्छ आफ्नो एउटा लाइफ बेटर बनाउनको लागि, आफ्नो फ्युचर बेटर बनाउनको लागि भनेर चाहिँ सोच्ने चाहिँ द्याट्स यु भनेर भन्छु दाइ। यति नै हो ल। थ्याङ्क यू सो मच फर द क्वेसन दाइ। मेरो घाँटीमा प्रब्लम। पानी खानुहोस् केही छैन, बिस्तारै। सरी दाइ, म म्युट गर्छु ल एकचोटि। हुन्छ, स्योर, नो वरिज। ओके, सो हाम्रो सबिना बहिनीले चाहिँ यो एकदमै राम्रोसँग भनिदिनु भएको छ होइन। त्यही हो, हाम्रो चाहिँ एउटा माइन्डसेटै हो होइन, जसले गर्दाखेरि चाहिँ हामीले काम गर्न सक्छ कि सक्दैन भन्ने कुराहरूलाई चाहिँ निर्धारण गर्छ। जस्तो अब हामीले चाहिँ सक्दैन, हुँदैन, छैन भन्ने शब्दहरू भनेको यो नकारात्मक शब्द हो। तर हामी त्यही नकारात्मक शब्दलाई चाहिँ मैले किन गर्न सक्दैन त होइन, मैले किन गर्न सक्दैन, मलाई किन हुँदैन त भन्ने हो। यो किसिमले यदि तपाईँले माइन्डसेटलाई तयार गर्नुहुन्छ भने तपाईँले नेगेटिभ त्यो भाइब्सलाई पनि पोजिटिभ वेमा चाहिँ लान सक्नुहुन्छ। त्यही भएर चाहिँ सधैँ हामीले जीवनमा केही नयाँ गर्नु छ र सक्सेस हामीले पाउनु छ भने चाहिँ डेफिनेटली तपाईँहरूले चाहिँ एउटा पोजिटिभ माइन्डसेटमै रहेर चाहिँ अगाडि बढ्नुपर्छ भन्न चाहन्छु। थ्याङ्क यू सो मच। अनि यतिकैमा फेरि पनि हाम्रो सङ्गीता लिम्बू सुब्बा बहिनीले हेलो एभ्री वान वाचिङ लाइभ फ्रम धरान नेपाल भन्नुभएको छ है। सो उहाँ अस्ति न चाहिँ आफ्नो एउटा बेबी छोडेर चाहिँ फ्लाइ लिएर आउनु भएको थियो अस्ति हाम्रो जुन ग्राइन्ड माइल्स स्टोन सेलिब्रेसन भएको थियो र त्यसपछि चाहिँ उहाँ चाहिँ ब्याक टु धरान हुनुभएको थियो। सो आई एम भेरी प्राउड अफ हर भन्न चाहन्छु। अनि त्यस्तै हाम्रो रुबी एन्ड कम्पनीले आई एम अल्सो बिगिनर, आई एम सो एक्साइटेड विथ दिस प्लेटफर्म, इट इज सो अमेजिङ, आई एम जस्ट लिसनिङ टु वाट एभ्री वान सेयरिङ देयर एक्सपिरियन्सेस भन्नुभएको छ। थ्याङ्क यू सो मच रुबीजी भन्न चाहन्छु।
र त्यस्तै हाम्रो सपना खड्का बहिनीले चाहिँ वाचिङ लाइभ फ्रम काठमाडौँ सरी नेपाल भन्न चाहन्छु, उहाँ चाहिँ नुवाकोटबाट हुनुहुन्छ है त। ओके, थ्याङ्क यू सो मच। अब हाम्रो यहाँ आज बहिनीको धेरै नै प्रब्लम भएको रहेछ है। सो ओके, फेरि पनि लास्ट एउटा कमेन्ट पढ्न लागे। इन्दु घिमिरे आचार्यजीले वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ, थ्याङ्क यू सो मच फर यर टाइम भन्न चाहे। सो ओके, म चाहिँ अब सन्जिला बहिनीलाई चाहिँ म के सोध्न चाहेँ भने ओके ल, एकदमै सजिलो है त। ओके, यसलाई अफ गरौँ, उहाँको त नेटै प्रब्लम छ, के गर्ने भने। आज फेरि ओके, नेट प्रब्लम भयो इन्टरनेट। आज दाइ सरी टु इन्टरप्ट, आज सन्जिला दिदीको नेटको प्रब्लम, मेरो घाँटीको प्रब्लम है, प्रब्लम नै प्रब्लम। द्याट्स फाइन, होइन त्यो सबैको त्यस्तै हुन्छ, एउटा त्यो त्यसरी नै आएको हुन्छ क्या। सो ओके, उहाँलाई नभए पछि म सोधौँला होइन। उहाँ आउनुभयो कि अहिले सकिन्छ होला एन्सर दिन? ओके ल, अब एकदमै सिम्पल है। सन्जिला बहिनी, आर यु लिसनिङ मी? छैन त, के गरौँ होला, यस्तो चाहिँ इन्काउन्टर कहिले भएको थिएन हो। कनेक्सन नै छ होला, तर के भन्छ त्यो गइरहेको देखिन्छ। ओके, हाम्रो योगिता बमजीले पनि नमस्ते सबैजनालाई भन्नुभएको छ है, सेज फ्रम क्यानाडा। ओके, चिन्नुहुन्छ तपाईँहरूले योगिता बम? हजुर, एकदम धेरै मैले हेरिरहेको हुन्छु उहाँलाई चाहिँ। यस, अब यहाँ सङ्गीता लिम्बू सुब्बाजीले पनि भन्नुभएको छ है, बहिनीले रियल बिजनेस रियल प्रब्लम्स। एक्ज्याक्टली, त्यही नै हो कि हाम्रो लाइक सबै कुरा रियलिस्टिक नै हामीले चाहिँ देखाइरहेको हुन्छौँ नि त मान्छेहरूले। ल ओके डिजिटल फाइन, ल बिजनेस भनेपछि ओके स्क्याम भन्छ होइन। ओके, सो म नन्दा बहिनीतर्फै लागेँ है त। सो आजको यो डिजिटल अन्टरप्रेनरले सामना गरिरहेका सबभन्दा ठुलो च्यालेन्जहरू के हुन् र ती च्यालेन्जलाई कसरी ओभरकम गर्न सकिन्छ? ल, फ्लोर इज योर्स। ओके, थ्याङ्क यू सो मच फर क्वेसन सरलाई। ओ माई गड। ओके, यो अहिलेको टाइममा चाहिँ अब डिजिटल इन्टरप्रेनरले चाहिँ गरेको सामनाहरू चाहिँ आई थिङ्क अहिले त धेरै कम्पिटिसन छ नि त, कम्पिटिसनको जमाना छ नि त होइन। अब धेरै डिजिटल अथवा जसले पनि अब बिजनेस गरिराख्नु भएको छ, अथवा फिजिकल बिजनेस हुन्छ हो अथवा अनलाइन थ्रु चाहिँ बिजनेस गरिराख्नु भएको छ, उहाँहरूको चाहिँ आफ्नो आफ्नै किसिमको चाहिँ च्यालेन्जेसहरू छ क्या। लाइक बिट्विन देम पनि त्यो के भन्छ कम्पिटिसन एकदम बढिरहेको छ होइन। अब धेरै छ, जस्तै अब कुरा आयो अब त्यो के भन्छ टेक्नोलोजीको कुराहरू छ, अनि कम्पिटिसनको भनिहालेँ मैले होइन। म चाहिँ एकदम अलिकति मेरो फर्स्ट टाइम भएको भएर चाहिँ अलिकति नर्भस फिल गरिरहेको छु। सो प्लिज तपाईँहरूले मलाई कभर अप गरिदिनु ल। हामी अनि छै छौँ त, भन्नुहोस् न। हजुर, अनि यो चाहिँ अनि अब कोही हुनुहुन्छ, जस्तै म मेरो नै इक्जाम्पल दिन चाहन्छु। एज अ लाइक डिजिटल इन्टरप्रेनर भनेर आफू आएको छु होइन। जो चाहिँ मेरो यो ब्याकग्राउन्ड भन्दैन, एकदम डिफ्रेन्ट ब्याकग्राउन्डबाट म आएको हो नि त। तर स्टार्टिङमा अफकोर्स गाह्रो हुन्छ, तर त्यो च्यालेन्जेसहरूमा हामीले काउन्ट गर्दाखेरि चाहिँ अब कति मेन्टल प्रेसर हुन्छ कि कसरी गर्ने के गर्ने भन्ने कुराहरू हुन्छ। अनि अब कति अटोमेसन सिस्टमको कुराहरू छ, जुन अटोमेसन सिस्टमले चाहिँ अब इजी पनि बनाइदिएको हुन्छ, अनि कुनै पनि हिसाबमा चाहिँ अब गाह्रो पनि हुनसक्छ। अब स्टार्टिङमा मैले जसरी अहिले सिक्दैछु गर्दैछु भनेर जुन च्यालेन्जेसहरू मैले भोगिरहेको छु नि त, तर त्यही हिसाबले फेरि हामीले अटोमेसन सिस्टम थ्रु चाहिँ मैले फेरि गर्न सक्छु भन्ने हुन्छ होइन। अनि अर्को भनेको मैले मेन्टल प्रेसरको कुराहरू गरेँ, धेरै हुन्छ अब कसरी गर्ने के गर्ने भन्ने कुराहरू हुन्छ होइन। अब मैले धेरै एक्सप्लेनेसन चाहिँ अब गर्न पनि सक्दिनँ होला। अनि यस्तो बिजनेसकै थ्रुबाट मान्छेहरूले कति धेरै हुन्छ नि त, मान्छेहरू आउन खोजिरहेको हुन्छ तर गर्नु हुँदैन। अनि उहाँहरूलाई चाहिँ हामीले कसरी लाइक कम्युनिकेसन गरेर कसरी एक्सप्लेन गर्ने, अनि उहाँहरूको चाहिँ अब ध्यान आकर्षण कसरी गर्ने भन्ने कुरा हुन्छ कि कसरी मनाउने भन्ने कुराहरू पनि हुन्छ। धेरै च्यालेन्जेसहरू हुन्छ होइन। अनि यसमा चाहिँ मैले कसरी ओभरकम गर्न सकिन्छ भनेर भन्दाखेरि चाहिँ म चाहिँ के भन्छु भने च्यालेन्जेसहरू आउँछ, तर त्यसलाई चाहिँ हामी कन्सिस्टेन्सी भएर चाहिँ अघि बढ्नुपर्छ। किनभने लाइक हामी त ह्युमन बिङ हो नि त,
लाइक एज अ ह्युमन बिङ धेरै च्यालेन्जेसहरू आउन सक्छ, नट ओन्ली लाइक डिजिटल इन्टरप्रेनर भएर नहेरौँ कि एज अ ह्युमन बिङ भएर पनि हेरौँ कि धेरै च्यालेन्जेसहरू आउन सक्छ। तर त्यो च्यालेन्जेसलाई ओभरकम गर्नको लागि चाहिँ एउटा लाइक कन्सिस्टेन्सी हुनपर्छ कि पेसेन्स अनि ट्रस्ट चाहिँ हुनपर्छ जस्तो लाग्छ है। मेरो एकदम सर्ट एन्ड स्विट भयो। थ्याङ्क यू सो मच फर यर क्वेसन। ओके, थ्याङ्क यू सो मच। होइन, मैले चाहिँ यो यस्तो क्वेसनहरू चाहिँ किन सोधेको भने कतिहरूलाई चाहिँ यो कामहरू गर्दाखेरि यस्ता चुनौतीहरू, यस्तो प्रब्लमहरू सामना गरिरहेछ। इभन अहिले पनि यहाँ टेक्निकल इस्यु भएर हाम्रो सञ्जिला बहिनीले हजुर सामना गरिरहेछ। होइन, भनेको मतलब कुनै पनि सेक्टरमा हामीले त्यो च्यालेन्जेसहरू चाहिँ सामना गर्नै पर्छ। होइन, तर इट डजन्ट मिन कि हामीले त्यो गर्न सक्दैन भन्ने चाहिँ पक्कै पनि होइन। त्यसको लागि टेक्निक्स हुन्छ, टुल्स हुन्छ, स्ट्राटेजी हुन्छ। होइन, यिनीहरू कुराहरूलाई चाहिँ हामीले राख्नुपर्छ। अब हाम्रो त यही बिजनेसमा भनौँ न, तपाईँलाई के भन्छ त, यो बिजनेस अटोमेटेड सिस्टमले चल्छ। होइन, हामीले कसैलाई बग गरिराख्नु पर्दैन, कसैलाई चेन्ज गरिराख्नु पर्दैन। तपाईँ सबैजना, इभन सबिना बहिनी, तपाईँ, सन्जिला, हामी सब, म पनि, हामी सबैजना चेन्ज गरेको होइन नि त। मतलब कसैले चेन्ज गरेर आएको होइन नि त। हामी आफै एउटा चाहिँ एउटा कम्फोर्ट जोनमा एउटा टाइम फ्लेक्सिबिलिटी को साथ चाहिँ कुनै काम पाइन्छ कि भनेर खोज्ने क्रममा हामीले भेटेको यो अमेजिङ ग्लोबल डिजिटल बिजनेस हामीले प्लेटफर्म पाएको हो नि त। होइन, त्यही भएकोले चाहिँ हो, आउँछ, डेफिनेटली आउँछ। अब अहिलेको जमानामा डिजिटल अन्टरप्रेनरहरूले गर्ने सामना भनेकै अब त्यो जुन चाहिँ अपग्रेड गरिराख्नु पर्यो टेक्नोलोजीलाई। होइन, त्यो गर्नै पर्छ। तपाईँले पढ्नु पर्यो, होइन, स्टडी गर्नु पर्यो, हजुर स्टडी सर्च गर्नु पर्यो। होइन, त्यो गर्नुपर्छ। अनि यस, अफकोर्स अघि तपाईँले भन्नुभयो कन्सिस्टेन्सी, यस, अनि डिसिप्लिन पनि चाहिन्छ। होइन, यो हरेक कुराहरू कुनै पनि हामीले चाहिँ एउटा एउटा पोइन्टलाई चाहिँ छोड्नु हुँदैन है। अनि त्यही भएको कारणले चाहिँ हामी त्यस्तो च्यालेन्जहरूलाई चाहिँ यो सबै कुराहरू चाहिँ पाइसकेपछि चाहिँ हामीले ओभरकम मजाले गर्न सक्छौँ। हजुर। अर्को कुरा भनेको चाहिँ म एज अ डिजिटल इन्टरप्रेनर भएर आएँ नि होइन। अनि मलाई हजुर, एकदम धेरै डाउट थियो क्या, ओ माई गड मैले गर्न सक्छु कि सक्दैन भनेर। अब मैले यो च्यालेन्जलाई एक्सेप्ट गरेर अब हाम्रो यो बिजनेसमा पनि हामीलाई हाम्रो कोच, हाम्रो मेन्टरहरूले कति असाइनमेन्टहरू दिनुभएको हुन्छ नि त। यस अब यस यस त्यो असाइनमेन्टलाई पनि मैले अब कम्प्लिट गर्न सक्छु कि सक्दैन भन्ने कुरा। फर इक्जाम्पल अब म लाइफमा म एकदम भन्नु पर्दाखेरि चाहिँ डिरेक्टली म यदि आफूले चाहिँ लाइभ क्रिएट गर्छु अथवा लाइभ गर्यो भने चाहिँ म यसरी बोल्न चाहिँ सक्दिनँ है। अब केही पोस्टहरू गर्नु पर्यो भने रिल्सहरू बनाउनु पर्यो, ओके आइएम फाइन, म गर्न सक्छु जस्तो लाग्छ। तर लाइभमा आएर डिरेक्टली यसरी बोल्न चाहिँ सक्दिनँ। अब यही च्यालेन्जेसहरूलाई चाहिँ ओभरकम गर्दै अब मैले लर्निङ गर्दैछु, सिक्दैछु। सो यो एज अ डिजिटल इन्टरप्रेनर यस्तो च्यालेन्जहरू पनि फेस गर्नुपर्छ जस्तो लाग्छ है। ओके, सो अब म यही लाइभबाट चाहिँ म नन्दाजीलाई चाहिँ के भन्न चाहन्छु भने, होइन, सक्दिनँ, हुँदैन भन्ने शब्दहरू छ नि, यो गाह्रो भन्ने शब्दलाई चाहिँ तपाईँको शब्दकोश, तपाईँको दिमागबाट चाहिँ हटाउनुहोस् है। अनि जहिले पनि आफूलाई चाहिँ बेस्ट भन्नुहोस्। होइन, जहिले पनि आफूलाई बेस्ट भन्नुपर्छ। आई क्यान डु इट भन्न सक्नुपर्छ। हामीले अब कसैको चाहिँ यो जस्तो म 20 मन्थ्स पछि मात्रै मैले चाहिँ थर्ड माइलस्टोन, टफेस्ट माइलस्टोन एचिभ गरेको। होइन, त्यो गर्न कतिलाई 2 हप्ता लाग्छ, कसैलाई 2 महिना मात्र लाग्छ। तर मलाई सुन्न थपेर 20 महिना लाग्यो नि त। किन त्यस्तो भयो भनेपछि मैले त सुरुमा कामै गरिनँ। होइन, किनकि त्यो मेरो आफ्नो पर्सनल इस्यु थियो, मेरो आफ्नो लाइक कम्प्लेन थियो, मेरो आफ्नो एक्सक्युजेसहरू थियो। द्याट्स वाइ। किनकि जब तपाईँले कम्प्लेन र एक्सक्युजेस लिनुहुन्छ, तपाईँले आफूसँग भएको ट्यालेन्ट भए तापनि, तपाईँसँग क्षमता भए पनि गर्न सक्नुहुन्न। होइन, तपाईँ आफै भन्नुहोस् न, 10 वर्ष एज अ नर्स त यहाँ नेपालमा पनि त काम गर्नुभयो भने त्यहाँबाट तपाईँले एउटा राम्रो एउटा फ्युचर पाइएला, एउटा राम्रो लाइफस्टाइल भनेर तपाईँ पोर्चुगल जानुभएको हो नि त। तर जुन किसिमको तपाईँ नेपालबाट पोर्चुगल जाँदा जुन किसिमको तपाईँले सोचेको मिटअप नहुँदाखेरिको यो क्लासेसहरू भएको हो नि। अब धन्न हामी चाहिँ थ्याङ्क यू भन्नुपर्छ यो फाउन्डरहरूलाई। होइन, जसले चाहिँ यस्तो एउटा अमेजिङ प्लेटफर्म क्रिएट गरेको छ र हामी चाहिँ यसरी खुलेर भन्न सकेको छ। अब तपाईँले अघि नै भन्नुभयो कि म नर्मल्ली यसरी आफ्नो पर्सनल यो जीवनको बारे, मेरो प्राइभेट लाइफको कुरा म सेयरै गर्दिनँ। तर तपाईँले गर्नुभयो नि त। होइन, तपाईँले अघि न मजाले सेयर गर्नुभयो नि। किन भनेपछि तपाईँ जो हो त्यही नै हो कि त्यसमा कसैलाई हामीले धाक छोप्के पनि गर्नु पर्दैन। किनकि वी आर रियल पिपुल एन्ड वी रियल आर, होइन, डुइङ रियल बिजनेस है। म त्यो भन्न चाहन्छु। ओके, सो थ्याङ्क यू सो मच। तपाईँले आज फर्स्ट टाइम आरोन गर्यो। अब सम्झना बहिनीको आई डोन्ट थिङ्क उहाँ ब्याक टु चाहिँ स्क्रिन आउलासो लागेन। म कमेन्ट पढ्नतर्फ लागेँ है त। सो योगिता बमजीले वाचिङ लाइभ फ्रम क्यानाडा, thank you for sharing this amazing business globally. We all need to be relevant.
by being digital. Change is success भन्न छ. Thank you so much for your kind words भन्न चाहन्छु योगिताजी. अनि त्यस्तै फेरि हाम्रो सङ्गीता लिम्बू बहिनीले चाहिँ well said this. No matter what, no one is perfect and we are learning and growing. And yes, consistency matters the most. Thank you for sharing. Thank you so much, Sangeeta Bhaini. अनि त्यस्तै Ritu Digital and Company hello beautiful people watching live from Butchol Nepal भन्नुभएको छ. ल हेर्नुहोस् त आज त धेरैजना चाहिँ नेपालबाट I am so proud of myself. Ourselves भन्न चाहन्छु फेरि myself भन्दाखेरि सो के फेरि शान्ति पाइजा उहाँ पनि वाचिङ फ्रम बुटोल भन्नुभएको छ. वाउ, बुटोलबाट मेरो एउटा पनि बिजनेस पार्टनर बुटोलबाटै आउँदै हुनुहुन्छ. उहाँले पनि चाँडो आउला भनेर चाहिँ म एकदम एक्सपेक्ट गर्दैछु. सो ओके, एकदमै खुसी लाग्यो है, एकदमै राम्रो लाग्यो. सो अब अर्को कुरा मैले सरी दाइ एउटा कुरा जोडौँ, म नेपालदेखि यति धेरैजनाले हेर्दा मलाई के कुरा जोड्न मन लाग्यो भने अहिले के होइन मान्छेहरू हामी यो खासमा भन्नुपर्दा यो डिजिटल बिजनेस त फाउन्ड भएको त फाउन्डर त बाहिरबाट हो नि त होइन, क्यानाडाबाट फाउन्ड भएको होइन. तर मलाई अहिले हेर्दाखेरि माई गड नेपालमा चाहिँ यो बिजनेस यति धेरै लाइक हुन्छ नि, त्यो च्याउ उम्रिया जसरी लाइक सबैजनाले यस्तरी थाहा पाएर उहाँहरूले नेपालमा बसेर अहिले कति मान्छेहरू यति धेरै पैसा लगानी गरेर विदेश गइरहनु भएको छ. तर त्यसरी नै हेर्दाखेरि चाहिँ हाम्रो नेपालबाट अहिले हेर्नु त अहिले आजको म्याक्सिमम दाइको यहाँ पेजमा लाइभ हेर्ने सबैजना बिजनेस पार्टनरहरू नेपालबाटै हुनुहुन्छ नि त. त्यो देख्दा चाहिँ मान्छेहरूले चाहिँ थाहा नपाएर चाहिँ थाहा भएर पनि लाइक यत्रो अपर्च्युनिटी आउँदाखेरि पनि उहाँहरूले चाहिँ ग्र्याब गर्न नसक्नु भएको जस्तो लाग्यो क्या मलाई होइन. अहिले मैले नेपालमा हुँदाखेरि म यो बिजनेसको बारेमा थाहा पाएको भए म आज यहाँ पोर्चुगल आउँदिनँ थियो होला जस्तो लाग्यो क्या मलाई चाहिँ. यो कुरा चाहिँ मैले जोडिहालेँ है दाइ. यही कुरामा चाहिँ म एउटा अर्को कुरा पनि जोड्न चाहेँ. जस्तो मैले फर्स्ट टाइम हाम्रो सुनिता प्रसाईको हस्ब्यान्ड भूपीजीलाई भेटेको थिएँ. उहाँको माइलस्टोन सेलिब्रेसन पनि थियो होइन. अनि हाम्रोमा त के छ भने अर्ली लाइफ रिटायरमेन्ट छ नि त होइन. हाम्रो जुन चाहिँ नेपाल गभर्मेन्टको जस्तो विदेशमा जस्तो 15-20 वर्ष त हामीले काम गर्नु पर्दैन होइन. सो हाम्रो त अब म्याक्सिमम भनेको मेरो लागि 3 वर्ष होइन, मिनिमम 3 म्याक्सिमम 5 भन्छ होइन. तर सकेसम्म चाहिँ म 3 मै नै त्यो अर्ली लाइफ रिटायरमेन्टमा पाउँछु भनेर चाहिँ काम गर्दैछु है. हामी सबैले काम गर्ने त्यही नै हो. अनि उहाँले के भन्नुभयो भने उहाँ लगभग क्यानाडा बस्नु भएको अलमोस्ट 16 इयर्स भइसक्यो, 16 वर्ष भइसक्यो. र यही जुन चाहिँ अर्ली लाइफ रिटायरमेन्ट भएको कारणले गर्दाखेरि चाहिँ अबको 2-3 वर्षपछि हामी नेपाल फर्किन्छौँ भनेर भन्नुभयो क्या उहाँले. अनि मैले चाहिँ के भनेर सोधेँ भने होइन, तपाईँ त अलरेडी सेटल हुनु भइसक्यो त होइन, तपाईँ 16 वर्ष त अलरेडी भइसक्यो होइन, त्यहाँ बसिसक्नु भयो. अनि वाइ यु निड टु लाइक कम ब्याक होइन, तपाईँ त त्यहीँ मजाले यो काम पनि रन गरिराख्नु भएको छ भन्दा होइन नि धीरजजी, आफ्नो देशको माया किन लाग्दैन, जसलाई पनि लाग्छ. प्लस अब यसरी आफ्नै नेपालमा चाड पर्व मनाउन पाइयो, आफ्नो फ्यामिलीहरूसँग पनि मिल्न पाइयो होइन, रमाइलो गर्न पाइयो, साथीभाइहरू हुन्छन् भनेपछि त अब मेरो 2-3 वर्षपछि त एउटा अर्ली लाइफ रिटायरमेन्ट पाइसकेपछि जुन चाहिँ त्यो एमाउन्ट छ त्यसले नै मोर देन इनफ हुन्छ. तर पनि यो बिजनेस भनेको त वर्क फ्रम एनीवेयर, यु क्यान वर्क फ्रम एनीवेयर इन द वर्ल्ड भनेपछि मलाई यो काम गर्नलाई क्यानाडामै बस्नुपर्छ भन्ने छैन भन्नु है. सो यो पनि मैले तपाईँहरूलाई जानकारी गराएँ. त्यही भएर चाहिँ मलाई पनि आजकल के लाग्छ भने अस्ति हाम्रो एउटा जेनजीहरू भाइ बहिनीहरू आउनु भएको छ जो चाहिँ 18 इयर्स 19 20 22 इयर्सकोहरू छन् के, जो चाहिँ अहिले चाहिँ ब्याचलरहरू पढ्दैछन् होइन, प्लस 2 उहाँहरूले चाहिँ पढि पनि रहेछन् र यो बिजनेसलाई चाहिँ एज अ साइड हसलको रूपले पनि लिइरहेको छ. भनेपछि यो यसमा चाहिँ म अघिल्लोको माइन्डसेटको कुरा किन जोड्न चाहेँ भने यदि माइन्डसेट तपाईँको चाहिँ एउटा बिजनेस गर्ने हुन्छ भने चाहिँ डेफिनेटली त्यो माइन्डसेट पहिलादेखि नै तपाईँको डेभलप भइसकेको हुन्छ क्या. त्यही भएर चाहिँ अहिलेका यो जेनजीहरू भनेको खतरनाकै छन्, किनभने जेनजीले गर्दाखेरि नै यो देश परिवर्तन भएको छ, बालेन सरकार आएको छ होइन. सो वी आर भेरी होपफुल भन्न चाहन्छु. अब चाहिँ केही होला. सो ओके, म अब धेरै लामो गर्दिनँ है, इट्स बिन लाइक 52 मिनट्स. अब लास्टमा चाहिँ दुवैलाई सेम क्वेसन है त. यदि आजको लाइभ हेर्दै गरेका कुनै व्यक्तिलाई होइन डिजिटल बिजनेस मार्फत आफ्नो जीवन परिवर्तन गर्न प्रेरित गर्नु पर्यो भने तपाईँको एउटा सबभन्दा महत्त्वपूर्ण एडभाइस के हुनेछ? एकदम इन सर्ट. सबिना
सबिनाले नै भनिदिउँ ल, सबिना पहिला भनिदिउँ अनि पछि ओके। नन्दा। हजुर, मैले त्यही त अब अघि नै जोडेकै कुरा जस्तै अब के भन्नुभयो, यदि आजको लाइभ हेर्दै गरेको कुनै व्यक्तिलाई डिजिटल बिजनेस मार्फत आफ्नो जीवन परिवर्तन गर्न प्रेरित पर्यो भने तपाईँको एउटा सबैभन्दा महत्त्वपूर्ण एडभाइस। अब यसमा चाहिँ के भने भन्दाखेरि दाइ होइन, अब लाइक अब उहाँहरूलाई डिजिटल बिजनेस प्रेरित ओके। सो अब यस्तो हो, अब कस्तो छ भने अब अघि पनि मैले भनेँ होइन, कति मान्छेहरूलाई चाहिँ अब हाम्रो यस्तो अमेजिङ यो जुन प्लेटफर्म मैले पनि अब रिसेन्टली थाहा पाएँ होइन। अहिले यसले गर्दाखेरि मेरो आफ्नो पर्सनल ग्रोथदेखि लिएर हरेक कुरामा यति धेरै लाइक चेन्जेस आइरहेको छ नि त। अनि अब यो बिजनेस पनि यतिजना लाइक हुन्छ नि, अहिले हामीलाई कतिजनाले हेरिराख्नु भएको छ, अब बिजनेसभित्र अलरेडी बिजनेसमा हुनुभएको त हुनुहुन्छ, तर बिजनेस बाहिरको जति पनि हुनुहुन्छ जसले चाहिँ यो बिजनेस के होला, कसरी गर्ने होला भनेर लाइक बुझिराख्नु भएको छ, आफ्नो पर्सनल ग्रोथ ल्याउन चाहनुहुन्छ, अलिकति केही चेन्ज गरौँ, आफूलाई चाहिँ आफ्नो लाइफमा चाहिँ स्टेबिलिटी खोजिराख्नु भएको छ भने चाहिँ होइन, मैले चाहिँ के भन्छु भने अब स्टेप लिनुहोला, अलिकति लाइक हुन्छ नि पछाडि के अरे अब पछि राइट टाइममा आउँछु, आएपछि गर्छु भनेर चाहिँ नबस्नु होला भन्छु होइन। त्यही नै हो, अब अरू त के भन्नु मैले, अब त्यही हो, अब यो बिजनेस हजुरले स्टार्ट गर्नुभयो भने आजको भोलि नै रातारात आजको भोलि नै लाइक हुन्छ नि हजुर करोडपति बन्छु भन्ने हिसाबले चाहिँ बिजनेस जोइन नगर्नु। तर अलिकति के गर्छु म, अलिकति सिक्न चाहन्छु, मेरो पर्सनल ग्रोथ अब जुन अहिले मैले आफूले ट्राई गरिरहेको छु नि, म पनि सोसल पर्सन होइन, यसरी आएर लाइभमा बोल्ने मेरो कन्फिडेन्ट अहिले बढ्दै गएको रहेछ होइन। आज चाहिँ मेरो अलिकति हेल्थमा प्रब्लम छ, त्यसै कारणले मलाई अलिक गाह्रो भइरहेछ भने केही लाइक छैन हुन्छ नि, सबिना। अब हजुरहरू पनि आफ्नो जिन्दगीमा चाहिँ के गर्छु लाइक हुन्छ नि, अझै पनि धेरै कोसिस गर्दा पनि पछाडि परिराख्नु भएको छ भने चाहिँ आई थिङ्क यो प्लेटफर्मले चाहिँ हजुरको जिन्दगी परिवर्तन गर्छ भनेर चाहिँ म भन्न चाहन्छु होइन। यति नै हो, अब त्यही हो, राइट टाइम नकुर्नुहोस्, ढिला नगर्नुहोस्, यदि इफ यु वान्ट टु स्टार्ट फर्स्ट स्टेप चाहिँ लिइहाल्नुहोस् भनेर भन्न चाहन्छु। यही नै हो दाइ मेरो चाहिँ है। थ्याङ्क यू सो थ्याङ्क मच दाइ। ओके, अब नन्दा बहिनीतर्फ लागि तपाईँको आफ्नो विचारधारा राख्नु होला। ओके, अलमोस्ट सबै कुराहरू चाहिँ अब सबिना सिसले नै मेन्सन गरिसक्नु भयो जस्तो लाग्छ मलाई चाहिँ होइन। तर अब म थोरै केही कुरा भन्नुपर्दाखेरि चाहिँ अब जति पनि आजको हाम्रो लाइभ हेरिराख्नु भएको छ, हाम्रो डिजिटल बिजनेस पार्टनरहरूले जति पनि आउनुभएको छ, उहाँहरूले चाहिँ सबै थाहा पाउनु भएर नै आउनुभएको, र उहाँहरूले थाहा पाइसकेर आएपछि पनि उहाँहरूले धेरै कुरा सिक्नु भएको छ लाइक म जस्तै होइन। अनि अहिले जति पनि अब यो आउट अफ बिजनेसमा बसेर हेरिराख्नु भएको छ हामीलाई, म उहाँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँहरूले आफ्नो लाइफमा चेन्जेस चाहनुहुन्छ होइन, अथवा तपाईँ यति धेरै कुराहरूबाट तपाईँको प्रब्लमबाट तपाईँ गुजिराख्नु भएको छ भने प्लिज तपाईँ चाहिँ एक्सन लिनुहोस्, एज अ एक्सन टेकर भएर चाहिँ आउनुहोस्। तपाईँ त्यही कुरामा चाहिँ ओके म लाइक हुन्छ होला, पछि होला भनेर बस्नुहुन्छ, त्यही कुरामा स्टक भएर चाहिँ नबस्नुहोस् भन्छु। किनभने तपाईँले आफ्नो लाइफमा चेन्जेस चाहनुहुन्छ भने तपाईँले स्टेप चाहिँ लिनै पर्छ। फर इक्जाम्पल मैले पनि लाइक म एज अ नर्स होइन, अनि रेस्टुरेन्टमा एज अ बारटेन्डर भएर काम गरेको मान्छे, अनि म पनि केही गर्न त खोजिरहेको थिएँ, तर अब त्यही कुरामा स्टक भएर नाइ मैले गर्न सक्दिनँ अथवा म त्यहीँ बस्छु भनेर भएको भए म त्यही ठाउँमै स्टक भएर बसिरहेको थिएँ। एज अ अहिले बिजनेस इन्टरप्रेनर अथवा बिजनेस एज अ मेन्टर भएर चाहिँ म आउन सक्ने थिएन नि त। सो द्याट्स वाइ तपाईँहरूले चाहिँ प्लिज एक्सन लिइहाल्नुहोस् यदि तपाईँले के गर्न चाहनुहुन्छ भने। अनि कति धेरै लाइक हुनुहुन्छ क्या मसँग लाइक बुझ्न आउनुहुने, लाइक सोध्नुहुने, इन्क्वायरी गर्न आउनुहुने व्यक्तिहरूले चाहिँ ओ माई गड मैले चाहिँ गर्न सक्दिनँ होला, इङ्ग्लिस बोल्नुपर्छ होला, अथवा सबै तपाईँहरू चाहिँ वर्ल्ड वाइड भनेर भन्नुहुन्छ। अनि त्यसमा त कति लाइक हुन्छ नि टुरिस्टहरू अथवा हुन्छ गोराहरू नेपाली भाषामा होइन, उहाँहरू हुनुहुन्छ होला, पुरा इङ्ग्लिस बोल्नुहुन्छ होला, अनि त्यसपछि कति एक्सक्युजहरू खोज्नुहुन्छ कि। तर नो, प्लिज तपाईँहरूले चाहिँ केही गर्न चाहनुहुन्छ भने तपाईँ हजुरले भनिसक्नु भयो कि अर्ली रिटायरमेन्ट तपाईँको लाइफमा होइन, सधैँ भएर हामी त अब लाइफ लङ अरूको अन्डरमा बसेर काम गर्न त सक्दैनौँ नि। तपाईँ एज अ इम्प्लोइ मात्र भएर काम गर्न चाहनुहुन्छ अथवा एज अ बिजनेस ओनर भएर तपाईँ चाहिँ काम गर्न चाहनुहुन्छ, इट डिपेन्ड अन यु भनेर भन्न चाहन्छु होइन। सो द्याट्स वाइ प्लिज तपाईँहरू जति पनि केही गर्न चाहन्छु भनेर आउनुहुन्छ भने प्लिज तपाईँले एक्सन लिनुहोस्। अनि तपाईँले अफकोर्स तपाईँले त्यो टाइम तपाईँको एउटा राइट टाइम आउँछ, पर्फेक्ट टाइम आउँछ कि तपाईँले एउटा सक्सेस हासिल चाहिँ गर्नुहुन्छ भनेर भन्न चाहन्छु। सो थ्याङ्क यू। वाउ, एकदमै सही कुरा। यही नै हो, यो बिजनेसले हामीलाई यसरी नै बोली हुन सिकाउँछ होइन। ग्रोथ यसै हुँदैन हाम्रो, यो ग्रोथ हुन सिकाउँछ। अब सबैजनाले त त्यही त हो नि। अब एउटा हाम्रो अलिबाबाको सिओले भनेको छ कि हाम्रो परिवारले चाहिँ हामीलाई चाहिँ राम्रो पढ्नुपर्छ
अनि त्यसपछि जागिर खानुपर्छ भनेर चाहिँ सिकाए अरे कि उम्, तर तर हामीलाई चाहिँ जागिरले बाँच्न मात्रै सिकाउँछ क्या तर हामी धनी चाहिँ कहिले हुन सक्दैनौँ कि हो सो यो कन्सेप्टलाई चाहिँ हामीले एकदम राख्नुपर्छ आफ्नो माइन्डसेटमा होइन र अफकोर्स अघि नै भने जस्तै परिवर्तन मौनताले कहिले पनि आउँदैन परिवर्तन तपाईँले पहिलो कदम चालेपछि मात्रै आउँछ र पर्फेक्सन भनेको कुर्ने पनि होइन राइट टाइम भनेको कुर्ने पनि होइन भोलि बाद भयो भने तपाईँको जिन्दगी नै भोलि 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 भएर भोलि हुन्छ। खाएर मर्नुहुन्छ होइन तर भोलि बाद नहुनुहोस् एक्सन टेकर इज मनी मेकर भन्छ त्यही भएर हामी त्यही नै भन्ने गर्छौँ सो थ्याङ्क यू सो मच एकदमै मेरो छोटो इन्भिटेसनमा तपाईँहरू आइदिनु भयो होइन र मैले चाहिँ यसलाई चाहिँ एउटा डिफ्रेन्ट वेले चाहिँ यसलाई स्केलिङ ड्रिम्स जहाँ चाहिँ हामीले सपनाहरूलाई चाहिँ अझ माथि पुर्याउने भन्ने चाहिँ हाम्रो जुन चाहिँ एउटा थिम छ होइन त्यसलाई नै मध्यनजर गरेर चाहिँ मैले यो सो चाहिँ होस्ट गरेर आएको छु आज एपिसोड 2 हो र म यसरी एपिसोड 3, 4 गर्दै कहिले 4 जना कहिले 1 जना 1 to 1 लिएर आउने छु र तपाईँहरू अब मेरो चाहिँ बेस्ट विशेष चाँडोभन्दा चाँडो तपाईँ सक्सेस तपाईँले पाओस् तपाईँको ट्रेनिङहरू राम्रोसँग गर्नुहोस् तपाईँहरूको राम्रो राम्रो सिनियर मेन्टरहरू हुनुहुन्छ ग्लोबल यो बिजनेस हो तपाईँले रिच आउट गर्न सक्नुहुन्छ एकाउन्टेबल पार्टनरहरू खोज्न सक्नुहुन्छ होइन यसमा यही नै छ हामीले सिकाएको यही नै हो है त्यही भएर चाहिँ सबै कुराहरू छ तपाईँहरूको यो अनलाइनमा छ तपाईँको ट्रेनिङहरू सबै कुराहरू छ विकली ट्रेनिङहरू भयो टिम ट्रेनिङ भयो तपाईँको मिलिनियन्स मास्टर माइन्ड भयो त्यो कुराहरू तपाईँले नछुटाउनुहोस् यदि छुटाउनु भएको छ भने पनि त्यसलाई चाहिँ रिप्ले गरेर हेर्नुहोस् होइन डेली ड्रप्स यस्तो हेर्नुहोस् अनि त्यसले गर्दा चाहिँ पक्कै पनि तपाईँको चाहिँ यो बिजनेसमा चाहिँ ग्रोथ एकदम चाँडो आउँछ त्यही भएर हामी भन्ने गर्छौँ वी ग्रो टुगेदर वी साइन टुगेदर वी सेलिब्रेट टुगेदर है सो ओके म लास्टमा चाहिँ कमेन्ट पढेर अनि म ऱ्यापअप गरिदिन्छु है त सो ओके हाम्रोमा चाहिँ ओके फेरि पनि हाम्रो सङ्गीता लिम्बू बहिनीले चाहिँ के भन्नुभयो भने बाई द वे वान अफ माई मेन्टी इज कमिङ ब्याक फ्रम दुबई डिजाइनिङ हर हस्पिटालिटी जब एन्ड आई एम सो एक्साइटेड टु एन्ड थ्याङ्क्स टु दिस बिजनेस भनेपछि यहीँबाट बुझ्न सक्नुहुन्छ यो बिजनेस कहाँबाट कहाँ पुगिसकेको छ है त्यसले गर्दाखेरि तपाईँहरू पनि यो बिजनेसमा आउनु होला भन्न चाहन्छु र लास्टमा सिसम कार्कीजीले हेलो एभ्रिवान नमस्ते सबैजनालाई वाचिङ लाइभ फ्रम जर्जिया युएसए थ्याङ्क यू फर सेयरिङ भन्नुभएको छ त्यस्तै हाम्रो सुचिता अधिकारी थापाले पनि हाम्रो बहिनीले हेलो वाचिङ फ्रम काठमाडौँ थ्याङ्क यू फर सेयरिङ सच नलेजेबल इन्फर्मेसन भन्छ सो उहाँ चाहिँ अमेरिकाबाट आउनु भएको 1 महिना पनि भएको छैन र उहाँ पनि अस्ति न एज अ स्पेसल गेस्ट हाम्रो चाहिँ टप लिडर मिटअप प्रोग्राममा आउनु भएको थियो होइन र हामीले एकदम मजाले कुराहरू सेयर गऱ्यौँ रमाइलो गरौँ र तपाईँहरू पनि चाँडोभन्दा चाँडो कि दाइ नै अब पोर्चुगल आउनु पर्यो कि बहिनीहरू नै नेपालमा आउनु होला भन्न म नेपाल आउँदैछु है 3 महिनामा लाइभबाटै भन्दै अब कतिलाई थाहा छैन मेरो साथीहरू फेरि 3 महिनामा आउँदैछस् नभन्या भनेर रिसाउला लाइभ हेरेर बहिनी आउनु भएपछि काठमाडौँमा पनि बस्नु होला तपाईँ धादिङमै जानुहुन्छ कि काठमाडौँमा पनि छ के छ मेरो दुवैतिर हुन्छ दाइ ओके काठमाडौँमा भयो भने चाहिँ डेफिनेटली हामी एउटा हामी टिम मिटअप पनि गरौँला होइन एउटा सायद मेरो म्याक्सिमम काठमाडौँ नै हुन्छ दाइ अब हुन्छ केही छैन हामी अब जे जस्तो भए पनि म यसलाई चाहिँ एउटा सेकेन्ड फ्यामिली भन्दा पनि यसलाई अहिले चाहिँ मेरो दृष्टिकोण फर्स्ट फ्यामिलीतिर गइरहेछ कि किनकि यसले मलाई अझ बढी यसले सिकाइरहेछ पर्सनल ब्रान्ड बन्दैछ होइन एउटा ब्रान्डिङको कामहरू भइरहेछ होइन अब ग्रोथको त कुरै नगरौँ मान्छेहरूले चिन्ने तपाईँको एउटा मैले भने नि लिडर त्यही भएर चाहिँ अन्तिममा म के भन्छु भने तपाईँहरू आफै मेन्टर हुनुहुन्छ र यो बिजनेसमा चाहिँ तपाईँहरूले गर्नुपर्ने काम भनेको चाहिँ तपाईँ आफैले चाहिँ यो ट्रेनिङहरू लिएर सिकेर चाहिँ तपाईँ निडर भएर लिडर हुन सक्नुपर्छ है सो तपाईँहरू पनि त्यस्तै किसिमको लिडर भएर चाहिँ आउनु होला र त्यसपछि चाहिँ नो वान क्यान स्टप यु भन्न चाहन्छु ल सो सबैले अन्तिमसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच फर यर भ्यालुएबल टाइम यति राति 10:38 भइसकेको छ मैले चाहिँ यति 1 घन्टा समथिङ गर्छु भनेको थियो सो इट्स अलरेडी 1 घन्टा 3-4 मिनट भइसकेको छ सो थ्याङ्क यू सो मच वान्स अगेन सबिना बहिनी र नन्दा बहिनी अब सञ्जिला बहिनीको चाहिँ आज टेक्निकल प्रब्लम परेको कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ उपस्थित हुन पाउनु भएन
तर नेक्स्ट टाइम डेफिनेटली म उहाँलाई इन्भाइट फेरि पनि गर्नेछु र तपाईँहरूसँगै नयाँ नयाँ कुराहरू चाहिँ हामी सेयर गर्नेछौँ। सो सबैले अन्तिमसम्म हेरिदिनु भयो, सबैलाई थ्याङ्क यू सो मच। नेपालमा जति बस्नु भएको छ हेर्नु भएको छ सबैलाई गुड नाइट। र यदि तपाईँहरू अमेरिका वा क्यानाडाबाट हेर्दै हुनुहुन्छ या पोर्चुगलबाट हेर्दै हुनुहुन्छ भने अझ पनि म तपाईँहरूलाई ह्याभ अ वन्डरफुल डे भन्न चाहन्छु। थ्याङ्क यू। अब फेरि पनि हामी नेक्स्ट एपिसोड 3 मा म नयाँ गेस्टलाई लिएर चाहिँ आउने नै छु। त्यतिन्जेलसम्मको लागि चाहिँ गुड बाई भन्न चाहे। थ्याङ्क यू, Thank you. बाई। Bye-bye.